दाइ नै हो, साथी नै हो है। अर्को कुरा, सबैजनालाई धेरै धेरै धन्यवाद है। मेरो चुनावी कमान्डर यहीँ हुनुहुन्छ, दाइहरू यहीँ हुनुहुन्छ है। यो औपचारिक भन्दाखेरि नै मलाई तपाईँको यो सम्बोधन र यो धन्यवाद चाहिँ अनौपचारिक दिनुपर्छ जस्तो लाग्छ, किनभने आफ्नो दाजुभाइहरूलाई बिर्सिन चाहनु हुँदैन जस्तो लाग्छ। हाम्रो यहाँ रामचन्द्र दाई भयो होइन, यतापट्टि हाम्रो नवराज दाईहरू भयो, धेरैजनाको नाम बिर्सिला मैले, नरिसाउनु होला। म जे बोल्छु मनबाट बोल्छु है, यो तपाईँहरू ढुक्क हुनुहोस्। कतिजनाले तपाईँले देख्नु भइरहेछ अहिले तपाईँको यो भाइ छोरा चेलाले चाहिँ अब म मेरो स्यालेरी बाँड्छु भनेर भनेको थिएँ क्या मैले होइन। मैले मेरो स्यालेरी बाँड्छु भनेर भन्दाखेरि तपाईँको धेरैजनालाई चाहिँ एकदमै छटपट्टि भएछ कि होइन, धेरैजना छटपट्टि भएछ। हाम्रो भाइ बहिनीहरू तपाईँको कतिजना असक्षम छन्, उहाँहरूलाई म मेरो पारिश्रमिक म दिन्छु भन्दाखेरि समस्या के छ त? यो त मैले पहिला 10 वर्षदेखि गरिआएको चिज हो होइन। अझै पनि म बाँड्छु, म सक्षम छु भनेर मैले भनिरहेको छु। सक्षम केमा छ, पैसाको सोर्स कहाँ छ, के छ भनेर ए बाबा अहिले त राज्यले मलाई पालेको छैन नि त। म सक्षम छु होइन, मैले कमाइरहेको छु, मेरो घर परिवार पालिरहेको छु भने चाहिँ म सक्षम छु होला नि त। अझै पनि राज्यले त मलाई पालेको होइन। मैले आफूले मेहनत गरेर आफूले दुःख गरेर विदेश जान्न आफ्नो देशमा केही गर्छु भनेर बसेको युवा हो। म सक्षम छु, म अझै पनि छु र अझै नै मलाई राज्यको कुनै सुविधा मलाई चाहिँदैन, मलाई यो स्यालेरीहरू चाहिँदैन। म स्यालेरीहरू मेरो भाइ बहिनीहरू जो पीडित छन्, जसको रगत र बलिदानले गर्दा आज हामी यो ठाउँमा उभिएछौँ, त्यसलाई बिर्सिनु हुँदैन भन्ने हिसाबले मैले त्यो गर्नु खोजेको। अर्को कुरा म हजुरलाई भनिहालेँ, तपाईँहरूले मलाई पठाइरहेको कारण चाहिँ सुदन गुरुङ एकदम एक्सन ओरिएन्टेड छ भनेर मलाई पठाउनु भएको हो कि होइन भन्नुहोस्। धेरैजनाले भोट हाल्नु भएको, हाम्रो भाइलाई चाहिँ त्यति भाषण चाहिँ अगर्नु आउँदैन तर काम चाहिँ गर्नु आउँछ है भनेर पठाउनु भएको होइन। पठाउनु त भयो, मैले धेरैजनालाई धन्यवाद पनि भन्नु पाइनँ। ओहो मलाई भोट दिएछ, मलाई मारले के काम गर्नुपर्छ भने भोलिदेखि काम सुरु भएको थियो मेरो है। म त्यहाँ आउने बित्तिकै भोलिपल्टदेखि मन्त्रालय आउनु थालेँ। हाम्रो दरौदी खानेपानी लिफ्टिङ तपाईँहरूलाई थाहा छ, मैले त्यो हाम्रो बाचा पत्रमा पनि राखेको थिएँ। बाचा त पुऱ्याउनु पर्यो, पछिपल्ट 5 वर्षमा त फेरि गाली खानु छैन मलाई। यो बाचा नम्बर 2 को खै बुधा भनेर भन्नु, गाली खानु मन छैन मलाई त। आफूले बोलेको कुरा त पढाउनु पर्यो। त्यो हिसाबमा दरौदी खानेपानी लिफ्टिङ र यो पृथ्वीनारायण शाह तपाईँको हाम्रो खानेपानी एउटा सानो यो आयोजना छ, त्यसको लागि एउटा समिति, छानबिन समिति गठन गरिसक्यौँ। यसको लागि तपाईँले ताली बजाउनु होला अब चाहिँ है। छानबिन समिति किन चाहिन्छ र कसरी चाहिन्छ भन्दाखेरि खानेपानीमा त भ्रष्टाचार गर्नु भएन नि त, यो त भएन नि त होइन। त्यही भएर तपाईँको यो खानेपानी चाहिँ तपाईँको मैले तपाईँको सुनेको त्यहाँ खानेपानी चल्नु थाल्यो, खानेपानी आउनु थाल्यो भनेर सुनिरहेको छु मैले। छानबिन समिति गठन हुनु पाएको छैन, न्युज आएको रहेछ त्यहाँ पानी आउनु थाल्यो अरे। कस्तो अचम्मको देश है। अर्को कुरा म हजुरलाई भनिहालौँ, हाम्रो मोबाइल टावरको समस्या धेरै गोर्खा क्षेत्र नम्बर 1 मा छ। कति ठाउँमा तपाईँको हेलो भन्नु नि पाउनु हुँदैन, कतिजना पढ्नु पाउनु हुँदैन, यो सुविधा पनि हाम्रोमा छैन। कतिजनाले भन्नु त्यो डाँडामा लगेर दाइ फोन अन गर्नुहोस् त अब टावर लाग्छ लाग्दैन भनेर समेत भन्नुभयो मलाई है। त्यही भएको हिसाबले तपाईँले अस्ति देखिहाल्नुभयो न्युज च्यानलहरूमा नै आएर रहेछ। मैले खिच्नु त लागेको थिइनँ होइन, मलाई त्यस्तो मन पनि पर्दैन, कति कुराहरू गरेको छु खिच्नु लागेको छुइनँ। तर यो चाहिँ भाइहरूले यताउति गरेर खिची पठाएर रहेछ, तपाईँको देख्नु सक्नुहुन्छ। त्यसमा अहिले हाम्रो टावरको लागि नै हामीले कामहरू अगाडि बढाएको अहिले अवस्था छ, त्यसको लागि निवेदनहरू हामीले सबै दिइसक्यौँ है। अर्को कुरा, व्यापक रूपमा तपाईँको भ्रष्टाचार भएको हाम्रो नेपाल एयरलाइन्समा छोड्नु त हुन्न हजुर। हेर्नुहोस्, तपाईँले भोट दिनुभएको छ, मैले आफ्नो कर्तव्य त निर्वाह गर्नै छ। व्हाइट बडी काण्डको लागि तपाईँको छानबिन समिति गठन भएर हिजोदेखि तपाईँको छानबिन समितिले काम गर्नु थाल्यो है भनेर मलाई फोन आइछ। आज तपाईँको दिन, आजदेखि तपाईँको त्यो भोलिदेखि तपाईँको त्यो काम पनि सुरु हुँदैछ, हिजोदेखि समिति गठन भएको छ। र अब भनौँ लागि साथीभाइहरूले धेरैजनाले भनौँ कि ए सुदन गुरुङलाई त गोर्खाले मात्र जिताएको हो कि क्या हो, बाँकी त आफ्नो देशै होइन जस्तो गर्ला भनेर। होइन, त्यस्तो भ्रम नपर्नु होला। अस्ति तातामानी बोर्डर पनि पुग्यो, तातामानी बोर्डरमा पुगेर पनि त्यहाँको अवस्था हेरियो। त्यो मेरो मनमा पहिलादेखि खड्केको ठाउँ जहाँ कि तपाईँको चीनको भागमा चाहिँ तपाईँको ठुल्ठुलो बिल्डिङ छ उहाँहरूको बोर्डरमा, हाम्रो भागमा चाहिँ एउटा त्यो पुरानो पिल्लर, यो तपाईँको ल्याउ लागेको पिल्लर छ, त्यसमा एउटा नेपालको झन्डा तर्लङ्ग झुन्डाएको छ कि, अनि त्यो छाप्रोहरू छ त्यहाँ। यसको विषयमा तपाईँको समग्र रूपमा त्यहाँ कसरी हाम्रो त्यो पोर्ट त हाम्रो सान हो नि त, हाम्रो बोर्डर भनेको त हाम्रो इज्जत हो नि त तपाईँको त होइन, नेपालीको सान हो नि त। त्यहाँ गर्दै गर्दाखेरि तपाईँको त्यहाँ कति हामीसँग सरकारी जग्गा छ, त्यहाँ त्यो हाम्रो अनुगमन गर्ने ठाउँमा हामीले कसरी अझ सिस्टमेटिक वेमा गर्न सकिन्छ भन्दै हिसाबमा तपाईँको त्यहाँ जग्गाहरू कति छ भने मैले त्यहाँको इमिग्रेसन अफिसरलाई पनि बुझेर त्यसको पनि टिप्पणी उठाएको छु। त्यो लगतै तपाईँको के बुझ्यो भने त्यहाँको एक्सरे मेसिन बिग्रिया रहेछ। एक्सरे मेसिन बिग्रेको तपाईँको
लगभग 3 महिना अहिलेसम्म काम भएको छैन है। त्यसपछि हामीले तुरुन्तै त्यसका लागि पनि सम्बन्धित निकायमा फोन गरेर हजुर म भोलि पत्र लिएर किन फेरि के भन्नु सक्नुहुन्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ सुदन गुरुङ एकदम आवेशमा आउँछ, जोसमा आउँछ, गएर भनिदिइहाल्छ, गरिदिइहाल्छ। नीति नियम कानुन हामीले पहिलादेखि पढाएको छौँ, गरे पनि हो। यो अहिलेसम्म खै कस्तो खालको भाष्य निर्माण गरेछ, सुदन गुरुङलाई चाहिँ केही पनि थाहा छैन बिचारा भनेर जस्तो गर्नुहुन्छ होइन। यो पहिला 10 वर्षदेखि गरिरहेको हाम्रो भ्रष्टाचारको विरुद्ध हामी लडिरहेको युवाहरू हो। त्यही भएर त्यसको लागि नीति नियम कानुन अनुसारमा हामी तपाईँलाई पत्र दिनु, ज्ञापन पत्र दिनु आउँछु, त्यही अनुसारमा हजुरले काम अगाडि बढाउनु होला भनेर हामीले पत्र पनि छोडिदियौँ है। त्यो सँगसँगै त्यहाँ पहिरो पनि आएर छ, त्यो पहिरोको बारेमा उहाँहरूले भन्नुभयो। त्यो पहिरोको लागि नै हामीले सम्बन्धित निकायमा गएर हामीले काम गऱ्यौँ। त्यसपछि अर्को फेरि तपाईँको के भन्नुभयो भने हाम्रो ठुलो भन्सार विभागमा छ नि, हजुरलाई थाहा छैन होला, यो तातापानी नाकामा ठुलो एक्सरे मेसिन हुन्छ, गाडीहरू एक्सरे गर्ने मेसिन हुन्छ क्या, त्यो पनि बिग्रेछ अरे। अनि कति महिना भयो भनेर भन्दाखेरि यो पनि 6 महिना भयो अरे। हेर्नुहोस् है, अब यस्तो नाकाहरू हाम्रो कति छन् होला जहाँ कि तपाईँको पल्टाइ हेर्नुपर्ने होला। त्यो त ठुलो सामान त पल्टाउन सकिन्छ। मेरो विचारमा अहिले तपाईँहरू आउनु भयो भने यही पल्टाउन सक्नुहुँदैन। त्यो अब त्यहाँ सुन आउँछ कि हात्ती आउँछ कि के आउँछ त्यहाँ होइन। यस्तो कुराहरू एक्सरे मेसिन र टेक्नोलोजीले हामीले गर्नुपर्ने हुन्छ, प्रविधिको जमाना हो। त्यही भएर त्यसलाई पनि हामीले निवेदन लेखेर ज्ञापन पत्र बुझाएर चाहिँ चाइना एडबाट गरेर छ, चाइना एडको टिमहरूलाई पनि हजुरले सम्पर्क गरिदिनु होला भनेर फरेन अफेयर्सलाई समेत हामीले पत्र काटेर ज्ञापन पत्र बुझाएर त्यसको लागि काम अगाडि बढाएको छ है। त्यही भएर हामीले काम गर्ने तरिका भनेको नीति नियम र विधान नेपालको संविधान अनुसारमै हामीले गर्छौँ। पहिला 6 महिना तपाईँको भ्रष्टाचारको खिलाफ यो हाम्रो बिपी कोरा हस्पिटलमा धरानमा तपाईँको 7-8 महिना हामीले आन्दोलन गरेका थियौँ, नीति नियम कानुन टेकेरै गरेका थियौँ हामीले। अहिले पनि त्यही गरे हो। मलाई थाहा छ नि यो कसरी तपाईँहरूको यो मेरो विचारमा पहिला नै तपाईँको त्यो मेरो त्यो भिडियोहरू हुन्छ नि, सुरुमा आएको तपाईँको भिडियो देख्नु भएको छ नि तपाईँहरूले। फर्स्टमा तपाईँको यो जेन्जी आन्दोलन हुने बित्तिकै मैले एउटा त्यतिखेर भनेको थिएँ, तपाईँको धेरै कुराहरू भनेको थिएँ। कतिजनालाई म तपाईँलाई इन्फर्म गरेँ त्यो दिन के भएको थियो थाहा छ हजुरलाई? म 7 दिन सुतेको थिइनँ। देशमा के होला कसो होला त्यत्रोजना भाइ बहिनीहरू बित्या छन्। ममा तपाईँको मानवता नभने म आँसु झार्दिन थियो होला क्या। ममा मानवता छ। मेरो दाजुभाइले तपाईँलाई के परोस् त, म पहिलो मान्छे हुन्छु तपाईँ कहाँ कुदेर आउनु त्यो मलमपट्टि लाउनलाई। म तपाईँको स्टाइलको व्यक्ति हो। तर आफ्नै भाइ बहिनीहरू तपाईँको सडकमा रगत बगाइरहेको अवस्थामा म त्यहाँ हाँसेर बसेर भाषण दिने अवस्थामा थिइनँ। म 7 दिनसम्म तपाईँको सिटामल खाएर बाँचेको थिएँ। न त खाना खाने, न त पानी राम्रोसित खाएको थिएँ, न त के खाएको थिएँ मैले। त्यतिखेर देशमा के होला, प्रधानमन्त्रीको आउला डर, आँखा झिमिक गर्ने बित्तिकै तपाईँको प्रधानमन्त्री गायब होला डर होइन। अब सत्ता र शक्तिको लागि जे पनि गर्न सक्छ पुरानो दलले भनेपछि अहिले पनि जे पनि गर्न सक्ला भने डर। यत्रो युवाहरूले बलिदान गर्नु भएको छ, त्यसको लागि तपाईँको अहिले ट्रोल बनाउँदै बसिरहेको छ मान्छेहरू। त्यो स्टेजमा बस्नु होला, त्यो दिन सम्झिनु होला। तपाईँहरूलाई म सम्पूर्ण आग्रह गर्न चाहन्छु। कतिजनाले भिडियो पनि खिच्नु भएको छ होला, अब यो पनि भाइरल हुन्छ मलाई थाहा छ होइन। तर त्यो दिन याद गर्नु त, तपाईँको आफ्नो दाजुभाइ त्यसरी बित्यो भने तपाईँको आँखाबाट आँसु आउँदैन र? आउँछ त होइन होइन। अनि त्यसलाई अब एकछिन पक्नुहोस् है, आँसु आयो अरे। म साँच्चीकै रोएको, आफ्नो देशको लागि रोएको, आफ्नो आमा बुवा दिदी बहिनीहरूको आफ्नो उहाँले छोरा गुमाएको लागि रोएको हो। म रोएको, रुन्छु अझै। आफ्नो आमा देशले दुःख पाएन म रुन्छु। मेरो देशको लागि रोएको, कुनै भ्रष्टाचारलाई जोगाउनलाई रोएको होइन। त्यही भएर म सानसँग मेरो नेपाल आमाको लागि आँसु बगाएको, 2 थोपा भने आँसु बगाएँ। म त्यो भ्रष्टाचारी जस्तो मान्छेहरू होइन जसले चाहिँ आफ्नो नेपाल आमालाई माया नगर्ने, हाँसी 2टा टुक्का हामी पर्दैनौँ, हामी त्यसमा पर्दैनौँ है। त्यही भएर त्यो दिन पनि म हजुरलाई स्मरण गराउन चाहन्छु। यो जित मेरो विचारमा त्यो युवाहरूको बलिदानलाई हामीले स्मरण गर्नै पर्छ, सम्झिनै पर्छ। जेन्जी भाइ बहिनीहरूको आन्दोलन सम्झिनै पर्छ, तपाईँहरूले गरेको योगदान पनि सम्झिनै पर्छ। र हामी सबै नेपालीहरूले एउटा आशा बोकेर गरेको त्यो मतलाई पनि हामीले विश्वास गरेर अब नयाँ नेपाल बन्छ भन्ने एउटा आशा पनि गर्नै पर्छ होइन। अब एउटा ट्रेडिसन हिसाबले चाहिँ हामीले अब रेस्पेक्ट गरेको होइन, हाम्रो एउटा संस्कार भनौँ न, आफूभन्दा ठुलोलाई आदर गर्नुपर्छ भन्ने हिसाबले त्यो मनबाट आउने चिजलाई हामीले बुझ्नुपर्छ जस्तो लाग्छ मलाई। पहिलो कुरा चाहिँ है। अर्को कुरा, मलाई खासमा यो कार्यक्रम एकदमै मलाई आउनै मन थियो। मैले खासमा यो कार्यक्रम आफैले गर्नु पर्ला भनेर मैले सोची पनि रहेको थिएँ। किन भन्दाखेरि त्यतिखेर मेरो चुनावी अभियानमा धेरैजनाले तपाईँको निस्वार्थ हिसाबले तपाईँको धुलो खाँदै होइन खट्नु भएको धेरैजना साथीभाइहरू हुनुहुन्छ जसलाई म सम्झिन चाहन्थेँ, जसलाई म भेट्न चाहन्थेँ। एकैचोटि भेट होला कि नहोला डर पनि त्यहाँ होइन। अब फेरि आफ्ना साथीभाइलाई बिर्सिने मान्छेले त आफ्नो क्षेत्र पनि बिर्सिला भन्ने अर्को डर पनि हुन्छ होइन। त्यही भएर
मेरो दुःखको घडीमा जतिजनाले साथ दिनुभएको छ, भनौँ हाम्रो दुःखको घडीमा जतिजना साथ दिनुभएको छ, हजुरहरूलाई हामीले भुल्नेवाला छैनौँ। विशेष गरी म त झन् कहिले पनि बिर्सिँदिनँ। म कहिले पनि तपाईँको यो जति माथि टुप्पामा पुगे नि आफ्नो खुट्टा चाहिँ भुइँमै हुन्छ भन्ने एउटा व्यक्ति हो। मेरो संस्कारले मलाई त्यही नै सिकाएको छ। म आफ्नो जरा बिर्सिदिनँ भनेर तपाईँको गोर्खा क्षेत्र नम्बर 1 बाटै लड्नु गएको। अब त्यो क्षेत्रमा जाँदै गर्दा तपाईँहरू सबैजनालाई, धेरैजनालाई हाम्रो साथीभाइले थाहा छँदैछ, जाँदाखेरि त कोट प्यान्ट लाएर आउँथ्यो, सेतै कालो हुन्थ्यो, घर फर्किँदाखेरि सेतो हुन्थ्यो। आफ्नो घरमा परिवारले पनि नचिन्ला भने अर्को डर। त्यस्तो बिजोग छ हाम्रो गोर्खा क्षेत्र नम्बर 1 है। अब कति बिजोग छ भन्दै गर्दाखेरि हामी त अन्तिममा छ हाम्रो मतगणना। कति बिगड्छ होला होइन। यो तपाईँहरूले गरेको कति दुःख पाउनु भएको छ होला। त्यही भएर आज यो जित मेरो विचारमा मलाई भन्दा नि यो तपाईँहरूको जित भनेर म हजुरहरूलाई सम्मान गर्न चाहन्छु। धेरै धेरै धन्यवाद हजुरहरूलाई। यो तपाईँहरूको जित हो, यो मेरो जित भन्दाखेरि नि म त एउटा तपाईँको माध्यम मात्र, एउटा तपाईँको एउटा ब्रिज मात्रै हो। र यो ब्रिज मेरो विचारमा तपाईँहरूले आशा भरोसा आशीर्वाद दिएर तपाईँले पठाउनु भएको एउटा नवयुवालाई तपाईँले मानिने भन्दाखेरि नि भाइ भनेर सम्बोधन गर्नुहुन्न। म हजुरहरू सम्पूर्णमा आग्रह गर्न चाहन्छु। म आफ्नो धरातल बिर्सिने मान्छे होइन। अस्ति पनि म तपाईँहरूको भाइ नै थिएँ, अस्ति पनि तपाईँहरूको छोरा नाति नै थिएँ, अहिले पनि म तपाईँको छोरा नाति नै हुनेवाला छु। कुनै दिन मैले तपाईँलाई भनेको थिएँ, त्यो भाषण गरिरहेको समयमा त्यो गाउँघरमा जाँदै गर्दाखेरि, भोट माग्दै गर्दाखेरि मलाई यो जति तपाईँले नजिक राख्नुभयो त्यति तपाईँले आफ्नो समस्या सुनाउन सजिलो हुन्छ भनेर मैले तपाईँलाई भनेको थिएँ। र म आफ्नो बोली पुर्याउने मान्छे हो। म आफ्नो बोली, हरेक बोली मैले जे शब्द चयन गरेको छु त्यो मेरो अन्तिम शब्द हुनेवाला छ। म मरुन्जेलसम्म म त्यही बोल्नेवाला छु। म त्यसमा डगमगाउनेवाला छुइनँ। पहिला मैले जे बोलेको थिएँ तपाईँलाई भनेको थिएँ, भाइ छोरा चेला भनेर मलाई सम्बोधन गरिदिनु। मलाई अझै पनि म तपाईँलाई यही ठाउँबाट भन्न चाहन्छु कि, र त्यो सदनबाट नि म हेर्नुहोस् एक दिन भन्छु हजुरलाई, मलाई भाइ छोरा चेला भतिजा भनेर मलाई बोल्नु होला। त्यो भएपछि तपाईँहरूको आशीर्वाद, तपाईँले दिने सुझाव, आफ्नो मान्छे जस्तो गरेर तपाईँले मलाई अगाडि बढाउनुहुन्छ। म अघि बढ्न चाहने मान्छे हो। म तपाईँको भनिहालेँ, म हजुरलाई म हार खाने मान्छेमा चाहिँ म पर्दिनँ। यो अहिलेसम्म तपाईँहरूले देखिन सक्नु भएको छ। मैले जसरी अहिलेसम्म यहाँसम्म अगाडि बढेँ तपाईँहरूको आशीर्वाद, साथ सहयोगले, कतिजनाको सुझावले अगाडि बढेँ, कतिजनाको नकारात्मक तपाईँको सजेसन्सले अगाडि बढेँ, कतिजनाको गालीले अगाडि बढेँ, ओहो गाली गर्ला कि भनेर अगाडि बढ्नुपर्छ भनेर गरेँ, कतिजनाले भाइ बहिनीको आँखाको आशा, उहाँहरूको भरोसा, उहाँको सपना देखेर अगाडि बढेँ, कतिजना आमाहरूको आँसु पुस्नका लागि अगाडि बढेँ। अहिले त म आफ्नो देशको आँसु पुस्नलाई र हाम्रो सम्पूर्ण नेपालीको सपना साकार पार्नलाई म अगाडि बढेको छु। त्यही भएर तपाईँहरूले मलाई अझै पनि म भन्न चाहन्छु, म तपाईँको अझै नै भाइ नै हो, छोरा नै हो, दाइ नै हो, साथी नै हो है। अर्को कुरा, सबैजनालाई धेरै धेरै धन्यवाद है। मेरो चुनावी कमान्डर यहीँ हुनुहुन्छ, दाइहरू यहीँ हुनुहुन्छ है। यो औपचारिक भन्दाखेरि नै मलाई तपाईँको यो सम्बोधन र यो धन्यवाद चाहिँ अनौपचारिक दिनुपर्छ जस्तो लाग्छ, किनभने आफ्नो दाजुभाइहरूलाई बिर्सिन हुँदैन जस्तो लाग्छ। हाम्रो यहाँ रामचन्द्र दाई भयो होइन, यतापट्टि हाम्रो नवराज दाईहरू भयो, धेरैजनाको नाम बिर्सिला मैले, नरिसाउनु होला। म जे बोल्छु मनबाट बोल्छु है। यो तपाईँहरू ढुक्क हुनुहोस्। कतिजनाले तपाईँले देख्नु भइरहेछ अहिले तपाईँको यो भाइ छोरा चेलाले चाहिँ अब म मेरो स्यालेरी बाँड्छु भनेर भनेको थिएँ कि मैले होइन। मैले मेरो स्यालेरी बाँड्छु भनेर भन्दाखेरि तपाईँको धेरैजनालाई चाहिँ एकदमै छटपट्टि भएछ कि होइन, धेरैजना छटपट्टि भएछ। हाम्रो भाइ बहिनीहरू तपाईँको कतिजना असक्षम छन्, उहाँहरूलाई म मेरो पारिश्रमिक म दिन्छु भन्दाखेरि समस्या के छ त? यो त मैले पहिला 10 वर्षदेखि गरिआएको चिज हो होइन। अझै पनि म बाँड्छु, म सक्षम छु भनेर मैले भनिरहेको छु। सक्षम केमा छ, पैसाको सोर्स कहाँ छ, के छ भनेर। अब अहिले त राज्यले मलाई पालेको छैन नि त। म सक्षम छु होइन, मैले कमाइरहेको छु, मेरो घर परिवार पालिरहेको छु भने म सक्षम छु होला नि त। अझै पनि राज्यले त मलाई पालेको होइन। मैले आफूले मेहनत गरेर, आफूले दुःख गरेर विदेश जान्न, आफ्नो देशमा केही गर्छु भनेर बसेको युवा हो। म सक्षम छु, म अझै पनि छु। र अझै नै मलाई राज्यको कुनै सुविधा मलाई चाहिँदैन, मलाई यो स्यालेरीहरू चाहिँदैन। म स्यालेरीहरू मेरो भाइ बहिनीहरू जो पीडित छन्, जसको रगत र बलिदानले गर्दा आज हामी यो ठाउँमा उभिएछौँ, त्यसलाई बिर्सिनु हुँदैन भन्ने हिसाबले मैले त्यो गर्नु खोजेको। अर्को कुरा म हजुरलाई भनिहालेँ, तपाईँहरूले मलाई पठाइरहेको कारण चाहिँ सुदन गुरुङ एकदम एक्सन ओरिएन्टेड छ भनेर मलाई पठाउनु भएको हो कि होइन भन्नुहोस्। धेरैजनाले भोट हाल्नु भएको हाम्रो भाइलाई चाहिँ त्यति भाषण चाहिँ अगर्नु आउँदैन, तर काम चाहिँ गर्नु आउँछ है भनेर पठाउनु भएको होइन। पठाउनु त भयो, मैले धेरैजनालाई धन्यवाद पनि भन्नु पाइनँ। ओहो मलाई भोट दिएछ, मलाई मार्दै के काम गर्नुपर्छ भने भोलिदेखि काम सुरु भएको थियो मेरो है।
म त्यहाँ आउने बित्तिकै भोलिपल्टदेखि मन्त्रालय धाउनु थालेँ। हाम्रो दरौँदी खानेपानी लिफ्टिङ तपाईँहरूलाई थाहा छ मैले त्यो हाम्रो बाचा पत्रमा पनि राखेको थिएँ। बाचा त पुऱ्याउनु पर्यो, पछिपल्ट 5 वर्षमा त फेरि गाली खानु छैन मलाई, यो बाचा नम्बर 2 को खै बुधा भनेर भन्नु, गाली खानु मन छैन मलाई त, आफूले बोलेको कुरा त पढाउनु पर्यो। त्यो हिसाबमा दरौँदी खानेपानी लिफ्टिङ र यो पृथ्वीनारायण शाह तपाईँको हाम्रो खानेपानी एउटा सानो यो आयोजना छ, त्यसको लागि एउटा समिति, छानबिन समिति गठन गरिसक्यौँ। यसको लागि तपाईँले ताली बजाउनु होला। अब चाहिँ है छानबिन समिति किन चाहिन्छ र कसरी चाहिन्छ भन्दाखेरि खानेपानीमा त भ्रष्टाचार गर्नु भएन नि त, यो त भएन नि त होइन। त्यही भएर तपाईँको यो खानेपानी चाहिँ तपाईँको मैले तपाईँको सुनेको त्यहाँ खानेपानी चल्नु थाल्यो, खानेपानी आउनु थाल्यो भनेर सुनिरहेको छु मैले। छानबिन समिति गठन हुनु पाएको छैन, न्युज आएको रहेछ त्यहाँ पानी आउनु थाल्यो अरे। कस्तो अचम्मको देश है। अर्को कुरा म हजुरलाई भनिहालौँ, हाम्रो मोबाइल टावरको समस्या धेरै गोर्खा क्षेत्र नम्बर 1 मा छ। कति ठाउँमा तपाईँको हेलो भन्नु नि पाउनु हुँदैन, कतिजना पढ्नु पाउनु हुँदैन, यो सुविधा पनि हाम्रोमा छैन। कतिजनाले भन्नु त्यो डाँडामा लगेर दाइ फोन अन गर्नुहोस् त अब टावर लाग्छ लाग्दैन भनेर समेत भन्नुभयो मलाई है। त्यही भएको हिसाबले तपाईँले अस्ति देखिहाल्नुभयो न्युज च्यानलहरूमा नै आएर रहेछ। मैले खिच्नु त लाएको थिइनँ होइन, मलाई त्यस्तो मन पनि पर्दैन, कति कुराहरू गरेको छ खिच्नु लाएको छुइनँ। तर यो चाहिँ भाइहरूले यताउति गरेर खिची पठाएर रहेछ, तपाईँले देख्न सक्नुहुन्छ। त्यसमा अहिले हाम्रो टावरको लागि नै हामीले कामहरू अगाडि बढाएको अहिले अवस्था छ, त्यसको लागि निवेदनहरू हामीले सबै दिइसक्यौँ है। अर्को कुरा, व्यापक रूपमा तपाईँको भ्रष्टाचार भएको हाम्रो नेपाल एयरलाइन्समा छोड्नु त हुन्न हजुर। हेर्नुहोस् तपाईँले भोट दिनुभएको छ, मैले आफ्नो कर्तव्य त निर्वाह गर्नै छ। व्हाइट बडी काण्डको लागि तपाईँको छानबिन समिति गठन भएर हिजोदेखि तपाईँको छानबिन समितिले काम गर्नु थाल्यो है भनेर मलाई फोन आइछ। आज तपाईँको दिन, आजदेखि तपाईँको त्यो भोलिदेखि तपाईँको त्यो काम पनि सुरु हुँदैछ, हिजोदेखि समिति गठन भएको छ। र अब भनौँ लागि साथीभाइहरूले धेरैजनाले भनौँ लागि ए सुदन गुरुङलाई त गोर्खाले मात्रै जिताएको हो कि क्या हो, बाँकी त आफ्नो देशै होइन जस्तो गर्ला भनेर होइन, त्यस्तो भ्रममा नपर्नु होला। अस्ति तातामानी बोर्डर पनि पुग्यो, तातामानी बोर्डरमा पुगेर पनि त्यहाँको अवस्था हेरियो। त्यो मेरो मनमा पहिलादेखि खड्केको ठाउँ जहाँ कि तपाईँको चीनको भागमा चाहिँ तपाईँको ठुल्ठुलो बिल्डिङ छ उहाँहरूको बोर्डरमा, हाम्रो भागमा चाहिँ एउटा त्यो पुरानो पिल्लर, यो तपाईँको ल्याएको पिल्लर छ, त्यसमा एउटा नेपालको झन्डै तल्लङ्ग झुन्डाएको छ कि, अन्त छाप्रोहरू छ त्यहाँ। यसको विषयमा तपाईँको समग्र रूपमा त्यहाँ कसरी हाम्रो त्यो पोर्ट त हाम्रो सान हो नि त, हाम्रो बोर्डर भनेको त हाम्रो इज्जत हो नि त तपाईँको त होइन, नेपालीको सान हो नि त। त्यहाँ गर्दै गर्दाखेरि तपाईँको त्यहाँ कति हामीसँग सरकारी जग्गा छ, त्यहाँ त्यो हाम्रो अनुगमन गर्ने ठाउँमा हामीले कसरी अझ सिस्टमेटिक वेमा गर्न सकिन्छ भन्दै हिसाबमा तपाईँको त्यहाँ जग्गाहरू कति छ भने मैले त्यहाँको इमिग्रेसन अफिसरलाई नै बुझेर त्यसको पनि टिप्पणी उठाएको छु। त्यो लगतै तपाईँको के बुझ्यो भने त्यहाँको एक्सरे मेसिन बिग्रिया रहेछ। एक्सरे मेसिन बिग्रेको तपाईँको लगभग 3 महिना अहिलेसम्म काम भएको छैन है। त्यसपछि हामीले तुरुन्तै त्यसको लागि पनि सम्बन्धित निकायमा फोन गरेर हजुर म भोलि पत्र लिएर किन फेरि के भन्नु सक्नुहुन्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ सुदन गुरुङ एकदम आवेशमा आउँछ, जोसमा आउँछ, गएर भनिदिइहाल्छ, गरिदिइहाल्छ। नीति नियम कानुन हामीले पहिलादेखि पढाएको छौँ, गरे पनि हो। यो अहिलेसम्म खै कस्तो खालको भाष्य निर्माण गरेछ, सुदन गुरुङलाई चाहिँ केही पनि थाहा छैन बिचरा भनेर जस्तो गर्नुहुन्छ होइन। यो पहिला 10 वर्षदेखि गरिरहेको हाम्रो भ्रष्टाचारको विरुद्ध हामी लडिरहेको युवाहरू हो। त्यही भएर त्यसको लागि नीति नियम कानुन अनुसारमा हामी तपाईँलाई पत्र दिनु, ज्ञापन पत्र दिनु आउँछु, त्यही अनुसारमा हजुरले काम अगाडि बढाउनु होला भनेर हामीले पत्र पनि छोडिदिएन है। त्यो सँगसँगै त्यहाँ पहिरो पनि आएर छ, त्यो पहिरोको बारेमा उहाँहरूले भन्नुभयो, त्यो पहिरोको लागि नै हामीले सम्बन्धित निकायमा गएर हामीले काम गऱ्यौँ। त्यसपछि अर्को फेरि तपाईँको के भन्नुभयो भने हाम्रो ठुलो भन्सार विभागमा छ नि, हजुरलाई थाहा छैन होला, यो तातापानी नाकामा ठुलो एक्सरे मेसिन हुन्छ, गाडीहरू एक्सरे गर्ने मेसिन हुन्छ क्या, त्यो पनि बिग्रेछ अरे। अनि कति महिना भयो भनेर भन्दाखेरि यो पनि 6 महिना भयो अरे। हेर्नुहोस् है, अब यस्तो नाकाहरू हाम्रो कति छन् होला जहाँ कि तपाईँको पल्टाइ हेर्नुपर्ने होला। त्यो त ठुलो सामान त पल्टाउन सकिन्छ। मेरो विचारमा अहिले तपाईँहरू आउनु भयो भने यही पल्टाउन सक्नुहुँदैन। त्यो अब त्यहाँ सुन आउँछ कि हात्ती आउँछ कि के आउँछ त्यहाँ होइन। यस्तो कुराहरू एक्सरे मेसिन र टेक्नोलोजीले हामीले गर्नुपर्ने हुन्छ, प्रविधिको जमाना हो। त्यही भएर त्यसलाई पनि हामीले निवेदन लेखेर ज्ञापन पत्र बुझाएर चाहिँ चाइना एडबाट गरेर छ, चाइना एडको टिमहरूलाई पनि हजुरले सम्पर्क गरिदिनु होला भनेर फरेन अफेयर्सलाई समेत हामीले पत्र काटेर ज्ञापन पत्र बुझाएर त्यसको लागि काम अगाडि बढाएको छ है। त्यही भएर हामीले काम गर्ने तरिका भनेको नीति नियम र विधान नेपालको संविधान अनुसारमा हामीले गर्छौँ। पहिला 6 महिना तपाईँको भ्रष्टाचारको खिलाफ यो हाम्रो बिपी कोरा हस्पिटलमा धरानमा तपाईँको 7-8 महिना हामीले आन्दोलन गरेका थियौँ, नीति नियम कानुन टेकेरै गरेका थियौँ हामीले। अहिले पनि त्यही गरे हो। मलाई थाहा छ नि यो कसरी तपाईँहरूको यो मेरो विचारमा पहिला नै तपाईँको त्यो मेरो त्यो भिडियोहरू हुन्छ नि, सुरुमा आएको तपाईँको भिडियो देख्नु भएको छ नि तपाईँहरूले। फर्स्टमा तपाईँको यो जेन्जी आन्दोलन हुने बित्तिकै मैले एउटा
त्यतिखेर भनेको थिएँ तपाईँको धेरै कुराहरू भनेको थिएँ। कतिजनालाई म तपाईँलाई इन्फर्म गरेको त्यो दिन के भएको थियो थाहा छ हजुरलाई? म 7 दिन सुतेको थिइनँ। देशमा के होला कसो होला त्यत्रोजना भाइ बहिनीहरू बितेका छन्। ममा तपाईँको मानवता नभने म आँसु झार्दिन थियो होला क्या। ममा मानवता छ। मेरो दाजुभाइले तपाईँलाई अलिक केही परोस् त, म पहिलो मान्छे हुन्छु तपाईँ कहाँ कुदेर आउनु त्यो मलमपट्टि लाउनलाई। म तपाईँको स्टाइलको व्यक्ति हो। तर आफ्नै भाइ बहिनीहरू तपाईँको सडकमा रगत बगाइरहेको अवस्थामा म त्यहाँ हाँसेर बसेर भाषण दिने अवस्थामा थिइनँ। म 7 दिनसम्म तपाईँको सिटामल खाएर बाँचेको थिएँ। न त खाना खाने न त पानी राम्रोसित खाएको थिएँ न त केही खाएको थिएँ मैले। त्यतिखेर देशमा के होला, प्रधानमन्त्रीको आउला डर। आँखा झिमिक गर्ने बित्तिकै तपाईँको प्रधानमन्त्री गायब होला डर होइन। अब सत्ता र शक्तिका लागि जे पनि गर्न सक्छ पुरानो दलले भनेपछि अहिले पनि जे पनि गर्न सक्ला भने डर। यत्रो युवाहरूले बलिदान गर्नु भएको छ त्यसको लागि तपाईँको अहिले ट्रोल बनाउँदै बसिरहेको छ मान्छेहरू। त्यो स्टेजमा बस्नु होला, त्यो दिन सम्झिनु होला। तपाईँलाई म सम्पूर्ण आग्रह गर्न चाहन्छु। कतिजनाले भिडियो पनि खिच्नु भएको छ होला, अब यो पनि भाइरल हुन्छ मलाई थाहा छ होइन। तर त्यो दिन याद गर्नु त, तपाईँको आफ्नो दाजुभाइ त्यसरी बित्यो भने तपाईँको आँखाबाट आँसु आउँदैन र? आउँछ त होइन होइन। अनि त्यसलाई अब एकछिन पक्नुहोस् है, आँसु आयो अरे। म साँच्चीकै रोएको, आफ्नो देशको लागि रोएको, आफ्नो आमा बुवा दिदी बहिनीहरूको आफ्नो उहाँले छोरा गुमाएको लागि रोएको हो। म रोएको रुन्छु अझै। आफ्नो आमा देशले दुःख पाएन म रुन्छु। मेरो देशको लागि रोएको, कुनै भ्रष्टाचारलाई जोगाउनलाई रोएको होइन। त्यही भएर म सानसँग मेरो नेपाल आमाको लागि आँसु बगाएको, 2 थोपा भने आँसु बगाएँ। म त्यो भ्रष्टाचारी जस्तो मान्छेहरू होइन जसले चाहिँ आफ्नो नेपाल आमालाई माया नगर्ने, हाँसी हाँसी 2टा टुक्का हानेर देश लुट्ने मान्छेहरू हामी पर्दैनौँ, हामी त्यसमा पर्दैनौँ है। त्यही भएर त्यो दिन पनि म हजुरलाई स्मरण गराउन चाहन्छु। यो जित मेरो विचारमा त्यो युवाहरूको बलिदानलाई हामीले स्मरण गर्नै पर्छ, सम्झिनै पर्छ। जेनजी भाइ बहिनीहरूको आन्दोलन सम्झिनै पर्छ, तपाईँहरूले गरेको योगदान पनि सम्झिनै पर्छ। र हामी सबै नेपालीहरूले एउटा आशा बोकेर गरेको त्यो मतलाई पनि हामीले विश्वास गरेर अब नयाँ नेपाल बन्छ भन्ने एउटा आशा पनि गर्नै पर्छ होइन। अब एउटा ट्रेडिसन हिसाबले चाहिँ हामीले अब रेस्पेक्ट गरेको होइन। हाम्रो एउटा संस्कार भनौँ न, आफूभन्दा ठुलोलाई आदर गर्नुपर्छ भन्ने हिसाबले त्यो मनबाट आउने चिजलाई हामीले बुझ्नुपर्छ जस्तो लाग्छ मलाई। पहिलो कुरा चाहिँ है। अर्को कुरा, मलाई खासमा यो कार्यक्रम एकदमै मलाई आउनै मन थियो। मैले खासमा यो कार्यक्रम आफैले गर्नु पर्ला भनेर मैले सोची पनि रहेको थिएँ। किन भन्दाखेरि त्यतिखेर मेरो चुनावी अभियानमा धेरैजनाले तपाईँको निस्वार्थ हिसाबले तपाईँको धुलो खाँदै होइन खट्नु भएको धेरैजना साथीभाइहरू हुनुहुन्छ जसलाई म सम्झिन चाहन्थेँ, जसलाई म भेट्न चाहन्थेँ। एकैचोटि भेट होला कि नहोला डर पनि त्यहाँ होइन। अब फेरि आफ्नो साथीभाइलाई बिर्सिने मान्छेले त आफ्नो क्षेत्र पनि बिर्सिला भन्ने अर्को डर पनि हुन्छ होइन। त्यही भएर मेरो दुःखको घडीमा जतिजनाले साथ दिनुभएको छ, भनौँ हाम्रो दुःखको घडीमा जतिजना साथ दिनुभएको छ, हजुरहरूलाई हामीले भुल्नेवाला छैनौँ। विशेष गरी म त झन् कहिले पनि बिर्सिँदिनँ। म कहिले पनि तपाईँको यो जति माथि टुप्पामा पुगे नि आफ्नो खुट्टा चाहिँ भुइँमै हुन्छ भन्ने एउटा व्यक्ति हो। मेरो संस्कारले मलाई त्यही नै सिकाएको छ। म आफ्नो जरा बिर्सिदिनँ भनेर तपाईँको गोर्खा क्षेत्र नम्बर 1बाटै लड्नु गएको। अब त्यो क्षेत्रमा जाँदै गर्दा तपाईँहरू सबैजनालाई, धेरैजनालाई हाम्रो साथीभाइलाई थाहा छँदैछ, जाँदाखेरि त कोट प्यान्ट लाएर आउँथ्यो, सेतै कालो हुन्थ्यो, घर फर्किँदाखेरि सेतो हुन्थ्यो। आफ्नो घरमा परिवारले नचिन्ला भने अर्को डर। त्यस्तो बिजोग छ हाम्रो गोर्खा क्षेत्र नम्बर 1 है। अब कति बिजोग छ भन्दै गर्दाखेरि हामी त अन्तिममा छ हाम्रो मतगणना। कति बिगड छ होला होइन। यो तपाईँहरूले गरेको कति दुःख पाउनु भएको छ होला। त्यही भएर आज यो जित मेरो विचारमा मलाई भन्दा नि यो तपाईँहरूको जित भनेर म हजुरहरूलाई सम्मान गर्न चाहन्छु। धेरै धेरै धन्यवाद हजुरहरूलाई। यो तपाईँहरूको जित हो, यो मेरो जित भन्दाखेरि नि म त एउटा तपाईँको माध्यम मात्र, एउटा तपाईँको एउटा ब्रिज मात्रै हो। र यो ब्रिज मेरो विचारमा तपाईँहरूले आशा भरोसा आशीर्वाद दिएर तपाईँले पठाउनु भएको एउटा नवयुवालाई तपाईँले मानिने भन्दाखेरि नि भाइ भनेर सम्बोधन गर्नुहुन्न। म हजुरहरू सम्पूर्णमा आग्रह गर्न चाहन्छु। म आफ्नो धरातल बिर्सिने मान्छे होइन। अस्ति पनि म तपाईँहरूको भाइ नै थिएँ, अस्ति पनि तपाईँहरूको छोरा नाति नै थिएँ, अहिले पनि म तपाईँको छोरा नाति नै हुनेवाला छु। कुनै दिन मैले तपाईँलाई भनेको थिएँ त्यो भाषण गरिरहेको समयमा, त्यो गाउँघरमा जाँदै गर्दाखेरि, भोट माग्दै गर्दाखेरि मलाई यो जति तपाईँले नजिक राख्नुभयो त्यति तपाईँले आफ्नो समस्या सुनाउन सजिलो हुन्छ भनेर मैले तपाईँलाई भनेको थिएँ। र म आफ्नो बोली पुर्याउने मान्छे हो। म आफ्नो बोली, हरेक बोली मैले जे शब्द चयन गरेको छु त्यो मेरो अन्तिम शब्द हुनेवाला छ। म मरुन्जेलसम्म म त्यही बोल्नेवाला छु। म त्यसमा डगमगाउनेवाला छुइनँ। पहिला मैले जे बोलेको थिएँ तपाईँलाई भनेको थिएँ, भाइ छोरा चेला भनेर म सम्बोधन गरिदिनु,
मलाई अझै पनि म तपाईँलाई यही ठाउँबाट भन्न चाहन्छु कि र त्यो सदनबाट नि म हेर्नुहोस् एक दिन भन्छु हजुरलाई मलाई भाइ छोरा चेला भतिजा भनेर मलाई बोल्नु होला त्यो भएपछि तपाईँहरूको आशीर्वाद तपाईँले दिने सुझाव आफ्नो मान्छे जस्तो गरेर तपाईँले मलाई अगाडि बढाउनुहुन्छ म अघि बढ्न चाहने मान्छे हो म तपाईँको भनिहालेँ म हजुरलाई म हार खाने मान्छेमा चाहिँ म पर्दिनँ यो अहिलेसम्म तपाईँहरूले देखिन सक्नु भएको छ मैले जसरी अहिलेसम्म यहाँसम्म अगाडि बढेँ तपाईँहरूको आशीर्वाद साथ सहयोगले कतिजनाको सुझावले अगाडि बढेँ कतिजनाको नकारात्मक तपाईँको सजेसन्सले अगाडि बढेँ कतिजनाको गालीले अगाडि बढेँ ओहो गाली गर्ला कि भनेर अगाडि बढ्नुपर्छ भनेर गरेँ कतिजनाले भाइ बहिनीको आँखाको आशा उहाँहरूको भरोसा उहाँको सपना देखेर अगाडि बढेँ कतिजना आमाहरूको आँसु पुस्नका लागि अगाडि बढेँ अहिले त म आफ्नो देशको आँसु पुस्नलाई र हाम्रो सम्पूर्ण नेपालीको सपना साकार पार्नलाई म अगाडि बढेको छु त्यही भएर तपाईँहरूले मलाई अझै पनि म भन्न चाहन्छु म तपाईँको अझै नै भाइ नै हो छोरा नै हो दाइ नै हो साथी नै हो है अर्को कुरा सबैजनालाई धेरै धेरै धन्यवाद है मेरो चुनावी कमान्डर यहीँ हुनुहुन्छ दाइहरू यहीँ हुनुहुन्छ है यो औपचारिक भन्दाखेरि नै मलाई तपाईँको यो सम्बोधन र यो धन्यवाद चाहिँ अनौपचारिक दिनुपर्छ जस्तो लाग्छ किनभने आफ्नो दाजुभाइहरूलाई बिर्सिन हुँदैन जस्तो लाग्छ हाम्रो यहाँ रामचन्द्र दाई भयो होइन यतापट्टि हाम्रो नवराज दाईहरू भयो धेरैजनाको नाम बिर्सिला मैले नरिसाउनु होला म जे बोल्छु मनबाट बोल्छु है यो तपाईँहरू ढुक्क हुनुहोस् कतिजनाले तपाईँले देख्नु भइरहेछ अहिले तपाईँको यो भाइ छोरा चेलाले चाहिँ अब म मेरो स्यालेरी बाँड्छु भनेर भनेको थिएँ कि मैले होइन मैले मेरो स्यालेरी बाँड्छु भनेर भन्दाखेरि तपाईँको धेरैजनालाई चाहिँ एकदमै छटपट्टि भएछ कि होइन धेरैजना छटपट्टि भएछ हाम्रो भाइ बहिनीहरू तपाईँको कतिजना असक्षम छन् उहाँहरूलाई म मेरो पारिश्रमिक म दिन्छु भन्दाखेरि समस्या के छ त यो त मैले पहिला 10 वर्षदेखि गरिआएको चिज हो होइन अझै पनि म बाँड्छु म सक्षम छु भनेर मैले भनिरहेको छु सक्षम केमा छ पैसाको सोर्स कहाँ छ के छ भनेर ए बाबा अहिले त राज्यले मलाई पालेको छैन नि त म सक्षम छु होइन मैले कमाइरहेको छु मेरो घर परिवार पालिरहेको छु भने त म सक्षम छु होला नि त अझै पनि राज्यले त मलाई पालेको होइन मैले आफूले मेहनत गरेर आफूले दुःख गरेर विदेश जान्न आफ्नो देशमा केही गर्छु भनेर बसेको युवा हो म सक्षम छु म अझै पनि छु र अझै नै मलाई राज्यको कुनै सुविधा मलाई चाहिँदैन मलाई यो स्यालेरीहरू चाहिँदैन म स्यालेरीहरू मेरो भाइ बहिनीहरू जो पीडित छन् जसको रगत र बलिदानले गर्दा आज हामी यो ठाउँमा उभिएछौँ त्यसलाई बिर्सिनु हुँदैन भन्ने हिसाबले मैले त्यो गर्नु खोजेको अर्को कुरा म हजुरलाई भनिहालेँ तपाईँहरूले मलाई पठाइरहेको कारण चाहिँ सुदन गुरुङ एकदम एक्सन ओरिएन्टेड छ भनेर मलाई पठाउनु भएको हो कि भन्नुहोस् धेरैजनाले भोट हाल्नु भएको हाम्रो भाइलाई चाहिँ त्यति भाषण चाहिँ अगर्नु आउँदैन तर काम चाहिँ गर्नु आउँछ है भनेर पठाउनु भएको होइन पठाउनु त भयो मैले धेरैजनालाई धन्यवाद पनि भन्नु पाइनँ ओहो मलाई भोट दिएछ मलाई मारलाई के काम गर्नुपर्छ भने भोलिदेखि काम सुरु भएको थियो मेरो है म त्यहाँ आउने बित्तिकै भोलिपल्टदेखि मन्त्रालय आउनु थालेँ हाम्रो दराउँदै खानेपानी लिफ्टिङ तपाईँहरूलाई थाहा छ मैले त्यो हाम्रो बाचा पत्रमा पनि राखेको थिएँ बाचा त पुऱ्याउनु पर्यो पछिपल्ट 5 वर्षमा त फेरि गाली खानु छैन मलाई यो बाचा नम्बर 2 को खै बुधा भनेर भन्नु गाली खानु मन छैन मलाई त आफूले बोलेको कुरा त पढाउनु पर्यो त्यो हिसाबमा दौलती खानेपानी लिफ्टिङ र यो पृथ्वीनारायण शाह तपाईँको हाम्रो खानेपानी एउटा सानो यो आयोजना छ त्यसको लागि एउटा समिति छानबिन समिति गठन गरिसक्यौँ यसको लागि तपाईँले ताली बजाउनु होला अब चाहिँ है छानबिन समिति किन चाहिन्छ र कसरी चाहिन्छ भन्दाखेरि खानेपानीमा त भ्रष्टाचार गर्नु भएन नि त यो त भएन नि त होइन त्यही भएर तपाईँको यो खानेपानी चाहिँ तपाईँको मैले तपाईँको सुनेको त्यहाँ खानेपानी चल्नु थाल्यो खानेपानी आउनु थाल्यो भनेर सुनिरहेको छु मैले छानबिन समिति गठन हुनु पाएको छैन न्युज आएको रहेछ त्यहाँ पानी आउनु थाल्यो अरे कस्तो अचम्मको देश है अर्को कुरा म हजुरलाई भनिहालौँ हाम्रो मोबाइल टावरको समस्या धेरै गोर्खा क्षेत्र नम्बर 1 मा छ कति ठाउँमा तपाईँको हेलो भन्नु नि पाउनु हुँदैन कतिजना पढ्नु पाउनु हुँदैन यो सुविधा पनि हाम्रोमा छैन कतिजनाले भन्नु त्यो डाँडामा लगेर दाइ फोन अन गर्नुहोस् त अब टावर लाग्छ लाग्दैन भनेर समेत भन्नुभयो मलाई है त्यही भएको हिसाबले तपाईँले अस्ति देखिहाल्नुभयो न्युज च्यानलहरूमा नै आएर रहेछ मैले खिच्नु त लाएको थिइनँ होइन मलाई त्यस्तो मन पनि पर्दैन कति कुराहरू गरिरहेको छ खिच्नु लगाएको छुइनँ तर यो चाहिँ भाइहरूले यताउति गरेर खिची पठाएर रहेछ तपाईँको देख्न सक्नुहुन्छ त्यसमा अहिले हाम्रो टावरको लागि नै हामीले कामहरू अगाडि बढाएको अहिले अवस्था छ त्यसको लागि निवेदनहरू हामीले सबै दिइसक्यौँ है अर्को कुरा व्यापक रूपमा तपाईँको भ्रष्टाचार भएको हाम्रो नेपाल एयरलाइन्समा छोड्नु त हुन्न हजुर हेर्नुहोस् तपाईँले भोट दिनुभएको छ मैले आफ्नो कर्तव्य त निर्वाह गर्नै छ व्हाइट बडी काण्डको लागि तपाईँको छानबिन समिति गठन भएर हिजोदेखि तपाईँको छानबिन समितिले काम गर्नु थाल्यो है भनेर मलाई फोन आइछ आज तपाईँको दिन आजदेखि तपाईँको त्यो भोलिदेखि तपाईँको त्यो काम पनि सुरु हुँदैछ हिजोदेखि समिति गठन भएको छ
र अब भनौँला कि साथीभाइहरूले धेरैजनाले भनौँला कि सुदन गुरुङलाई त गोर्खाले मात्रै जिताएको हो कि क्या हो, बाँकी त आफ्नो देशै होइन जस्तो गर्ला भनेर। होइन, त्यस्तो भ्रम नपर्नु होला। अस्ति तातामानी बोर्डर पनि पुग्यो, तातामानी बोर्डरमा पुगेर पनि त्यहाँको अवस्था हेरियो। त्यो मेरो मनमा पहिलादेखि खड्केको ठाउँ जहाँ कि तपाईँको चिनको भागमा चाहिँ तपाईँको ठुल्ठुलो बिल्डिङ छ उहाँहरूको बोर्डरमा, हाम्रो भागमा चाहिँ एउटा त्यो पुरानो पिल्लर, यो तपाईँको ल्याउ लागेको पिल्लर छ, त्यसमा एउटा नेपालको झन्डा तल्लङ्ग झुन्डाएको छ कि, अन्त छाप्रोहरू छ त्यहाँ। यसको विषयमा तपाईँको समग्र रूपमा त्यहाँ कसरी हाम्रो त्यो पोर्ट त हाम्रो सान हो नि त, हाम्रो बोर्डर भनेको त हाम्रो इज्जत हो नि त तपाईँको त, होइन, नेपालीको सान हो नि त। त्यहाँ गर्दै गर्दाखेरि तपाईँको त्यहाँ कति हामीसँग सरकारी जग्गा छ, त्यहाँ त्यो हाम्रो अनुगमन गर्ने ठाउँमा हामीले कसरी अझ सिस्टमेटिक वेमा गर्न सकिन्छ भन्दै हिसाबमा तपाईँको त्यहाँ जग्गाहरू कति छ भने मैले त्यहाँको इमिग्रेसन अफिसरलाई पनि बुझेर त्यसको पनि टिप्पणी उठाएको छु। त्यो लगतै तपाईँको के बुझ्यो भने त्यहाँको एक्सरे मेसिन बिग्रिया रहेछ। एक्सरे मेसिन बिग्रेको तपाईँको लगभग 3 महिना अहिलेसम्म काम भएको छैन है। त्यसपछि हामीले तुरुन्तै त्यसको लागि पनि सम्बन्धित निकायमा फोन गरेर हजुर म भोलि पत्र लिएर किन फेरि के भन्नु सक्नुहुन्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ सुदन गुरुङ एकदम आवेशमा आउँछ, जोसमा आउँछ, गएर भनिदिइहाल्छ, गरिदिइहाल्छ। नीति नियम कानुन हामीले पहिलादेखि पढाएको छौँ, गरे पनि हो। यो अहिलेसम्म खै कस्तो खालको भाष्य निर्माण गरेछ, सुदन गुरुङलाई चाहिँ केही पनि थाहा छैन बिचरा भनेर जस्तो गर्नुहुन्छ होइन। यो पहिला 10 वर्षदेखि गरिरहेको हाम्रो भ्रष्टाचारको विरुद्ध हामी लडिरहेको युवाहरू हो। त्यही भएर त्यसको लागि नीति नियम कानुन अनुसारमा हामी तपाईँलाई पत्र दिनु, ज्ञापन पत्र दिनु आउँछु, त्यही अनुसारमा हजुरले काम अगाडि बढाउनु होला भनेर हामीले पत्र पनि छोडिदिएन है। त्यो सँगसँगै त्यहाँ पहिरो पनि आएर छ, त्यो पहिरोको बारेमा उहाँहरूले भन्नुभयो। त्यो पहिरोको लागि नै हामीले सम्बन्धित निकायमा गएर हामीले काम गऱ्यौँ। त्यसपछि अर्को फेरि तपाईँको के भन्नुभयो भने हाम्रो ठुलो भन्सार विभागमा छ नि, हजुरलाई थाहा छैन होला, यो तातापानी नाकामा ठुलो एक्सरे मेसिन हुन्छ, गाडीहरू एक्सरे गर्ने मेसिन हुन्छ क्या, त्यो पनि बिग्रेछ अरे। अनि कति महिना भयो भनेर भन्दाखेरि यो पनि 6 महिना भयो अरे। हेर्नुहोस् है, अब यस्तो नाकाहरू हाम्रो कति छन् होला जहाँ कि तपाईँको पल्टाइ हेर्नुपर्ने होला। त्यो त ठुलो सामान त पल्टाउन सकिन्छ। मेरो विचारमा अहिले तपाईँहरू आउनु भने यही पल्टाउन सक्नुहुँदैन। त्यो अब त्यहाँ सुन आउँछ कि हात्ती आउँछ कि के आउँछ त्यहाँ होइन। यस्तो कुराहरू एक्सरे मेसिन र टेक्नोलोजीले हामीले गर्नुपर्ने हुन्छ, प्रविधिको जमाना हो। त्यही भएर त्यसलाई पनि हामीले निवेदन लेखेर ज्ञापन पत्र बुझाएर चाहिँ चाइना एडबाट गरेर छ, चाइना एडको टिमहरूलाई पनि हजुरले सम्पर्क गरिदिनु होला भनेर फरेन अफेयर्सलाई समेत हामीले पत्र काटेर ज्ञापन पत्र बुझाएर त्यसको लागि काम अगाडि बढाएको छ है। त्यही भएर हामीले काम गर्ने तरिका भनेको नीति नियम र विधान नेपालको संविधान अनुसारमै हामीले गर्छौँ। पहिला 6 महिना तपाईँको भ्रष्टाचारको खिलाफ यो हाम्रो बिपी कोरा हस्पिटलमा धरानमा तपाईँको 7-8 महिना हामीले आन्दोलन गरेका थियौँ, नीति नियम कानुन टेकेरै गरेका थियौँ हामीले। अहिले पनि त्यही गरे हो। मलाई थाहा छ नि यो कसरी तपाईँहरूको यो मेरो विचारमा पहिला नै तपाईँको त्यो मेरो त्यो भिडियोहरू हुन्छ नि, सुरुमा आएको तपाईँको भिडियो देख्नु भएको छ नि तपाईँहरूले। फर्स्टमा तपाईँको यो जेन्जी आन्दोलन हुने बित्तिकै मैले एउटा त्यतिखेर भनेको थिएँ, तपाईँको धेरै कुराहरू भनेको थिएँ। कतिजनालाई म तपाईँलाई इन्फर्म गरेँ त्यो दिन के भएको थियो थाहा छ हजुरलाई? म 7 दिन सुतेको थिइनँ। देशमा के होला कसो होला त्यत्रोजना भाइ बहिनीहरू बित्या छन्। ममा तपाईँको मानवता नभने म आँसु झार्दिन थियो होला क्या। ममा मानवता छ। मेरो दाजुभाइले तपाईँलाई अलिक के परोस् त, म पहिलो मान्छे हुन्छु तपाईँ कहाँ कुदेर आउनु त्यो मलमपट्टि लाउनलाई। म तपाईँको स्टाइलको व्यक्ति हो। तर आफ्नै भाइ बहिनीहरू तपाईँको सडकमा रगत बगाइरहेको अवस्थामा म त्यहाँ हाँसेर बसेर भाषण दिने अवस्थामा थिइनँ। म 7 दिनसम्म तपाईँको सिटामल खाएर बाँचेको थिएँ। न त खाना खाने, न त पानी राम्रोसित खाएको थिएँ, न त के खाएको थिएँ मैले। त्यतिखेर देशमा के होला, प्रधानमन्त्रीको आउला डर, आँखा झिमिक गर्ने बित्तिकै तपाईँको प्रधानमन्त्री गायब होला डर होइन। अब सत्ता र शक्तिको लागि जे पनि गर्न सक्छ पुरानो दलले भनेपछि अहिले पनि जे पनि गर्न सक्ला भनेर डर। यत्रो युवाहरूले बलिदान गर्नु भएको छ, त्यसको लागि तपाईँको अहिले ट्रोल बनाउँदै बसिरहेको छ मान्छेहरू। त्यो स्टेजमा बस्नु होला, त्यो दिन सम्झिनु होला। तपाईँहरूलाई म सम्पूर्ण आग्रह गर्न चाहन्छु। कतिजनाले भिडियो पनि खिच्नु भएको छ होला, अब यो पनि भाइरल हुन्छ मलाई थाहा छ होइन। तर त्यो दिन याद गर्नु त, तपाईँको आफ्नो दाजुभाइ त्यसरी बित्यो भने तपाईँको आँखाबाट आँसु आउँदैन र? आउँछ त होइन? अनि त्यसलाई अब एकछिन पक्नुहोस् है, आँसु आयो अरे। म साँच्चीकै रुएको, आफ्नो देशको लागि रुएको, आफ्नो आमा बुवा दिदी बहिनीहरूको आफ्नो उहाँले छोरा गुमाएको लागि रुएको हो। म रुएको, रुन्छु अझै। आफ्नो आमा देशले दुःख पाएन म रुन्छु। मेरो देशको लागि रुएको, कुनै भ्रष्टाचारलाई जोगाउनलाई रुएको होइन। त्यही भएर म सानसँग मेरो नेपाल आमाको लागि आँसु बगाएको, 2 थोपा भने आँसु बगाएँ। म त्यो भ्रष्टाचारी जस्तो मान्छेहरू होइन जसले चाहिँ आफ्नो नेपाल आमालाई माया नगर्ने, हाँसी 2टा टुक्का हानेर देश लुट्ने मान्छेहरूमा हामी पर्दैनौँ, हामी त्यसमा पर्दैनौँ है। त्यही भएर त्यो दिन पनि म हजुरलाई स्मरण गराउन चाहन्छु। यो जित मेरो विचारमा त्यो युवाहरूको बलिदानलाई हामीले स्मरण गर्नै पर्छ, सम्झिनै पर्छ।
जेनजी भाइ बहिनीहरूको आन्दोलन सम्झिनै पर्छ, तपाईँहरूले गरेको योगदान पनि सम्झिनै पर्छ र हामी सबै नेपालीहरूले एउटा आशा बोकेर गरेको त्यो मतलाई पनि हामीले विश्वास गरेर अब नयाँ नेपाल बन्छ भन्ने एउटा आशा पनि गर्नै पर्छ होइन। अब एउटा ट्रेडिसन हिसाबले चाहिँ हामीले अब रेस्पेक्ट गरेको होइन, हाम्रो एउटा संस्कार भनौँ न, आफूभन्दा ठुलोलाई आदर गर्नुपर्छ भन्ने हिसाबले त्यो मनबाट आउने चिजलाई हामीले बुझ्नुपर्छ जस्तो लाग्छ मलाई पहिलो कुरा चाहिँ है। अर्को कुरा मलाई खासमा यो कार्यक्रम एकदमै मलाई आउनै मन थियो। मैले खासमा यो कार्यक्रम आफैले गर्नु पर्ला भनेर मैले सोची पनि रहेको थिएँ, किन भन्दाखेरि त्यतिखेर मेरो चुनावी अभियानमा धेरैजनाले तपाईँको निस्वार्थ हिसाबले तपाईँको धुलो खाँदै होइन खट्नु भएको धेरैजना साथीभाइहरू हुनुहुन्छ जसलाई म सम्झिन चाहन्थेँ, जसलाई म भेट्न चाहन्थेँ। एकैचोटि भेट होला कि नहोला डर पनि त्यहाँ होइन। अब फेरि आफ्ना साथीभाइलाई बिर्सिने मान्छेले त आफ्नो क्षेत्र पनि बिर्सिला भन्ने अर्को डर पनि हुन्छ होइन। त्यही भएर मेरो दुःखको घडीमा जतिजनाले साथ दिनुभएको छ, भनौँ हाम्रो दुःखको घडीमा जतिजना साथ दिनुभएको छ, हजुरहरूलाई हामीले भुल्नेवाला छैनौँ। विशेष गरी म त झन् कहिले पनि बिर्सिँदिनँ। म कहिले पनि तपाईँको यो जति माथि टुप्पामा पुगे नि आफ्नो खुट्टा चाहिँ भुइँमै हुन्छ भन्ने एउटा व्यक्ति हो। मेरो संस्कारले मलाई त्यही नै सिकाएको छ। म आफ्नो जरा बिर्सिदिनँ भनेर तपाईँको गोर्खा क्षेत्र नम्बर 1 बाटै लड्नु गएको। अब त्यो क्षेत्रमा जाँदै गर्दा तपाईँहरू सबैजनालाई, धेरैजनालाई हाम्रो साथीभाइलाई थाहा छँदैछ, जाँदाखेरि त कोट प्यान्ट लाएर आउँथ्यो, सेतै कालो हुन्थ्यो, घर फर्किँदाखेरि सेतो हुन्थ्यो। आफ्नो घरमा परिवारले नचिन्ला भने अर्को डर, त्यस्तो बिजोग छ हाम्रो गोर्खा क्षेत्र नम्बर 1 है। अब कति बिजोग छ भन्दै गर्दाखेरि हामी त अन्तिममा छ हाम्रो मतगणना, कति बिगड छ होला होइन। यो तपाईँहरूले गरेको कति दुःख पाउनु भएको छ होला। त्यही भएर आज यो जित मेरो विचारमा मलाई भन्दा नि यो तपाईँहरूको जित भनेर म हजुरहरूलाई सम्मान गर्न चाहन्छु। धेरै धेरै धन्यवाद हजुरहरूलाई। यो तपाईँहरूको जित हो, यो मेरो जित भन्दाखेरि नि म त एउटा तपाईँको माध्यम मात्र, एउटा तपाईँको एउटा ब्रिज मात्रै हो। र यो ब्रिज मेरो विचारमा तपाईँहरूले आशा भरोसा आशीर्वाद दिएर तपाईँले पठाउनु भएको एउटा नवयुवालाई तपाईँले मानिने भन्दाखेरि नि भाइ भनेर सम्बोधन गर्नुहुन्न। म हजुरहरू सम्पूर्णमा आग्रह गर्न चाहन्छु। म आफ्नो धरातल बिर्सिने मान्छे होइन। अस्ति पनि म तपाईँहरूको भाइ नै थिएँ, अस्ति पनि तपाईँहरूको छोरा नाति नै थिएँ, अहिले पनि म तपाईँको छोरा नाति नै हुनेवाला छु। कुनै दिन मैले तपाईँलाई भनेको थिएँ, त्यो भाषण गरिरहेको समयमा त्यो गाउँघरमा जाँदै गर्दाखेरि, भोट माग्दै गर्दाखेरि मलाई यो जति तपाईँले नजिक राख्नुभयो त्यति तपाईँले आफ्नो समस्या सुनाउन सजिलो हुन्छ भनेर मैले तपाईँलाई भनेको थिएँ। र म आफ्नो बोली पुर्याउने मान्छे हो। म आफ्नो बोली, हरेक बोली मैले जे शब्द चयन गरेको छु त्यो मेरो अन्तिम शब्द हुनेवाला छ। म मरुन्जेलसम्म म त्यही बोल्नेवाला छु, म त्यसमा डगमगाउनेवाला छुइनँ। पहिला मैले जे बोलेको थिएँ तपाईँलाई भनेको थिएँ, भाइ छोरा चेला भनेर मलाई सम्बोधन गरिदिनु। मलाई अझै पनि म तपाईँलाई यही ठाउँबाट भन्न चाहन्छु कि, र त्यो सदनबाट नि म हेर्नुहोस् एक दिन भन्छु हजुरलाई, मलाई भाइ छोरा चेला भतिजा भनेर मलाई बोल्नु होला। त्यो भएपछि तपाईँहरूको आशीर्वाद, तपाईँले दिने सुझाव, आफ्नो मान्छे जस्तो गरेर तपाईँले मलाई अगाडि बढाउनुहुन्छ। म अघि बढ्न चाहने मान्छे हो। म तपाईँको भनिहालेँ म हजुरलाई, म हार खाने मान्छेमा चाहिँ म पर्दिनँ। यो अहिलेसम्म तपाईँले देखिन सक्नु भएको छ। मैले जसरी अहिलेसम्म यहाँसम्म अगाडि बढेँ, तपाईँहरूको आशीर्वाद साथ सहयोगले, कतिजनाको सुझावले अगाडि बढेँ, कतिजनाको नकारात्मक तपाईँको सजेसन्सले अगाडि बढेँ, कतिजनाको गालीले अगाडि बढेँ, ओहो गाली गर्ला कि भनेर अगाडि बढ्नुपर्छ भनेर गरेँ, कतिजनाले भाइ बहिनीको आँखाको आशा, उहाँहरूको भरोसा, उहाँको सपना देखेर अगाडि बढेँ, कतिजना आमाहरूको आँसु पुस्नका लागि अगाडि बढेँ। अहिले त म आफ्नो देशको आँसु पुस्नलाई र हाम्रो सम्पूर्ण नेपालीको सपना साकार पार्नलाई म अगाडि बढेको छु। त्यही भएर तपाईँहरूले मलाई अझै पनि म भन्न चाहन्छु, म तपाईँको अझै नै भाइ नै हो, छोरा नै हो, दाइ नै हो, साथी नै हो है। अर्को कुरा, सबैजनालाई धेरै धेरै धन्यवाद है। मेरो चुनावी कमान्डर यहीँ हुनुहुन्छ, दाइहरू यहीँ हुनुहुन्छ है। यो औपचारिक भन्दाखेरि नै मलाई तपाईँको यो सम्बोधन र यो धन्यवाद चाहिँ अनौपचारिक दिनुपर्छ जस्तो लाग्छ, किनभने आफ्नो दाजुभाइहरूलाई बिर्सिन हुँदैन जस्तो लाग्छ। हाम्रो यहाँ रामचन्द्र दाई भयो होइन, यतापट्टि हाम्रो नवराज दाईहरू भयो, धेरैजनाको नाम बिर्सिला मैले, नरिसाउनु होला। म जे बोल्छु मनबाट बोल्छु है, यो तपाईँहरू ढुक्क हुनुहोस्। कतिजनाले तपाईँले देख्नु भइरहेछ अहिले तपाईँको यो भाइ छोरा चेलाले चाहिँ अब म मेरो स्यालेरी बाँड्छु भनेर भनेको थिएँ कि मैले होइन। मैले मेरो स्यालेरी बाँड्छु भनेर भन्दाखेरि तपाईँको धेरैजनालाई चाहिँ एकदमै छटपट्टि भएछ कि होइन, धेरैजना छटपट्टि भएछ। हाम्रो भाइ बहिनीहरू तपाईँको कतिजना असक्षम छन्, उहाँहरूलाई म मेरो पारिश्रमिक म दिन्छु भन्दाखेरि समस्या के छ त? यो त मैले पहिला 10 वर्षदेखि गरिआएको चिज हो होइन। अझै पनि म बाँड्छु, म सक्षम छु भनेर मैले भनिरहेको छु।
सक्षम केमा छ, पैसाको सोर्स कहाँ छ, के छ भनेर। ए बाबा अहिले त राज्यले मलाई पालेको छैन नि त, म सक्षम छु होइन, मैले कमाइरहेको छु, मेरो घर परिवार पालिरहेको छु भने चाहिँ म सक्षम छु होला नि त। अझै पनि राज्यले त मलाई पालेको होइन। मैले आफूले मेहनत गरेर आफूले दुःख गरेर विदेश जान्न आफ्नो देशमा केही गर्छु भनेर बसेको युवा हो। म सक्षम छु, म अझै पनि छु र अझै नै मलाई राज्यको कुनै सुविधा मलाई चाहिँदैन, मलाई यो स्यालेरीहरू चाहिँदैन। म स्यालेरीहरू मेरो भाइ बहिनीहरू जो जो पीडित छन्, जसको रगत र बलिदानले गर्दा आज हामी यो ठाउँमा उभिएछौँ, त्यसलाई बिर्सिनु हुँदैन भन्ने हिसाबले मैले त्यो गर्नु खोजेको। अर्को कुरा म हजुरलाई भनिहालेँ, तपाईँहरूले मलाई पठाइरहेको कारण चाहिँ सुदन गुरुङ एकदम एक्सन ओरिएन्टेड छ भनेर मलाई पठाउनु भएको हो कि होइन भन्नुहोस्। धेरैजनाले भोट हाल्नु भएको हाम्रो भाइलाई चाहिँ त्यति भाषण चाहिँ अगर्नु आउँदैन, तर काम चाहिँ गर्नु आउँछ है भनेर पठाउनु भएको होइन। पठाउनु त भयो, मैले धेरैजनालाई धन्यवाद पनि भन्नु पाइनँ। ओहो मलाई भोट दिएछ, मलाई मारलाई के काम गर्नुपर्छ भने भोलिदेखि काम सुरु भएको थियो मेरो है। म त्यहाँ हुने बित्तिकै आउने बित्तिकै भोलिपल्टदेखि मन्त्रालय आउनु थालेँ। हाम्रो दरौँदी खानेपानी लिफ्टिङ तपाईँहरूलाई थाहा छैन, मैले त्यो हाम्रो बाचा पत्रमा पनि राखेको थिएँ। बाचा त पुऱ्याउनु पर्यो, पछिपल्ट 5 वर्षमा त फेरि गाली खानु छैन मलाई। यो बाचा नम्बर 2 को खै बुधा भनेर भन्नु, गाली खानु मन छैन मलाई त। आफूले बोलेको कुरा त पुऱ्याउनु पर्यो। त्यो हिसाबमा दरौँदी खानेपानी लिफ्टिङ र यो पृथ्वीनारायण शाह तपाईँको हाम्रो खानेपानी एउटा सानो यो आयोजना छ, त्यसको लागि एउटा समिति, छानबिन समिति गठन गरिसक्यौँ। यसको लागि तपाईँलाई ताली बजाउनु होला अब चाहिँ है। छानबिन समिति किन चाहिन्छ र कसरी चाहिन्छ भन्दाखेरि खानेपानीमा त भ्रष्टाचार गर्नु भएन नि त, यो त भएन नि त होइन। त्यही भएर तपाईँको यो खानेपानी चाहिँ तपाईँको मैले तपाईँको सुनेको त्यहाँ खानेपानी चल्नु थाल्यो, खानेपानी आउनु थाल्यो भनेर सुनिरहेको छु मैले। छानबिन समिति गठन हुनु पाएको छैन, न्युज आएको रहेछ त्यहाँ पानी आउनु थाल्यो अरे। कस्तो अचम्मको देश है। अर्को कुरा म हजुरलाई भनिहालौँ, हाम्रो मोबाइल टावरको समस्या धेरै गोर्खा क्षेत्र नम्बर 1 मा छ। कति ठाउँमा तपाईँको हेलो भन्नु नि पाउनु हुँदैन, कतिजना पढ्नु पाउनु हुँदैन, यो सुविधा पनि हाम्रोमा छैन। कतिजनाले भन्नु त्यो डाँडामा लगेर दाइ फोन अन गर्नुहोस् त, अब टावर लाग्छ लाग्दैन भनेर समेत भन्नुभयो मलाई है। त्यही भएको हिसाबले तपाईँले अस्ति देखिहाल्नुभयो न्युज च्यानलहरूमा नै आएर रहेछ। मैले खिच्नु त लागेको थिइनँ होइन, मलाई त्यस्तो मन पनि पर्दैन, कति कुराहरू गरेको छु खिच्नु लागेको छुइनँ। तर यो चाहिँ भाइहरूले यताउति गरेर खिची पठाएर रहेछ, तपाईँको देख्नु सक्नुहुन्छ। त्यसमा अहिले हाम्रो टावरको लागि नै हामीले कामहरू अगाडि बढाएको अहिले अवस्था छ, त्यसको लागि निवेदनहरू हामीले सबै दिइसक्यौँ है। अर्को कुरा, व्यापक रूपमा तपाईँको भ्रष्टाचार भएको हाम्रो नेपाल एयरलाइन्समा छोड्नु त हुन्न हजुर। हेर्नुहोस्, तपाईँले भोट दिनुभएको छ, मैले आफ्नो कर्तव्य त निर्वाह गर्नै छ। व्हाइट बडी काण्डको लागि तपाईँको छानबिन समिति गठन भएर हिजोदेखि तपाईँको छानबिन समितिले काम गर्नु थाल्यो है भनेर मलाई फोन आइछ। आज तपाईँको दिन, आजदेखि तपाईँको त्यो भोलिदेखि तपाईँको त्यो काम पनि सुरु हुँदैछ, हिजोदेखि समिति गठन भएको छ। र अब भन्नु लागि साथीभाइहरूले धेरैजनाले भन्नु लागि ए सुदन गुरुङलाई त गोर्खाले मात्र जिताएको हो कि क्या हो, बाँकी त आफ्नो देशै होइन जस्तो गर्ला भनेर। होइन, त्यस्तो भ्रम नपर्नु होला। अस्ति तातामानी बोर्डर पनि पुग्यो, तातामानी बोर्डरमा पुगेर पनि त्यहाँको अवस्था हेरियो। त्यो मेरो मनमा पहिलादेखि खड्केको ठाउँ जहाँ कि तपाईँको चीनको भागमा चाहिँ तपाईँको ठुल्ठुलो बिल्डिङ छ उहाँहरूको बोर्डरमा, हाम्रो भागमा चाहिँ एउटा त्यो पुरानो पिल्लर, यो तपाईँको ल्याउनै ल्याएको पिल्लर छ, त्यसमा एउटा नेपालको झन्डा तर्लङ्ग झुन्डाएको छ कि, अन्त छाप्रोहरू छ त्यहाँ। यसको विषयमा तपाईँको समग्र रूपमा त्यहाँ कसरी हाम्रो त्यो पोर्ट त हाम्रो सान हो नि त, हाम्रो बोर्डर भनेको त हाम्रो इज्जत हो नि त तपाईँको त होइन, नेपालीको सान हो नि त। त्यहाँ गर्दै गर्दाखेरि तपाईँको त्यहाँ कति हामीसँग सरकारी जग्गा छ, त्यहाँ त्यो हाम्रो अनुगमन गर्ने ठाउँमा हामीले कसरी अझ सिस्टमेटिक वेमा गर्न सकिन्छ भन्दै हिसाबमा तपाईँको त्यहाँ जग्गाहरू कति छ भने मैले त्यहाँको इमिग्रेसन अफिसरलाई पनि बुझेर त्यसको पनि टिप्पणी उठाएछु। त्यो लगतै तपाईँको के बुझ्यो भने त्यहाँको एक्सरे मेसिन बिग्रिएर रहेछ। एक्सरे मेसिन बिग्रेको तपाईँको लगभग 3 महिना अहिलेसम्म काम भएको छैन है। त्यसपछि हामीले तुरुन्तै त्यसको लागि पनि सम्बन्धित निकायमा फोन गरेर हजुर म भोलि पत्र लिएर किन फेरि के भन्नु सक्नुहुन्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ सुदन गुरुङ एकदम आवेशमा आउँछ, जोसमा आउँछ, गएर भनिदिइहाल्छ, गरिदिइहाल्छ। नीति नियम कानुन हामीले पहिलादेखि पढाएको छौँ, गरे पनि हो। यो अहिलेसम्म खै कस्तो खालको भाष्य निर्माण गरेको छ, सुदन गुरुङलाई चाहिँ केही पनि थाहा छैन बिचारा भनेर जस्तो गर्नुहुन्छ होइन। यो पहिला 10 वर्षदेखि गरिरहेको हाम्रो भ्रष्टाचारको विरुद्ध हामी लडिरहेको युवाहरू हो। त्यही भएर त्यसको लागि नीति नियम कानुन अनुसारमा हामी तपाईँलाई पत्र दिनु, ज्ञापन पत्र दिनु आउँछु, त्यही अनुसारमा हजुरले काम अगाडि बढाउनु होला भनेर हामीले पत्र पनि छोडिदियौँ है। त्यो सँगसँगै त्यहाँ पहिरो पनि आएर छ, त्यो पहिरोको बारेमा उहाँहरूले भन्नुभयो। त्यो पहिरोको लागि नै हामीले सम्बन्धित निकायमा गएर हामीले काम गऱ्यौँ। त्यसपछि अर्को फेरि तपाईँको के भन्नुभयो भने हाम्रो ठुलो भन्सार विभागमा छ नि, हजुरलाई थाहा छैन होला, यो तातापानी नाकामा ठुलो एक्सरे मेसिन हुन्छ, गाडीहरू एक्सरे गर्ने मेसिन हुन्छ क्या, त्यो पनि बिग्रेछ अरे। अनि कति महिना भयो भनेर भन्दाखेरि यो पनि 6 महिना भयो अरे। हेर्नुहोस् है, अब
अब यस्तो नाकाहरू हाम्रो कति छन् होला जहाँ कि तपाईँको पल्टाइ हेर्नुपर्ने होला। त्यो त ठुलो सामान त पल्टाउन सकिन्छ। मेरो विचारमा अहिले तपाईँहरू आउनु भयो नि यही पल्टाउन सक्नुहुँदैन। त्यो अब त्यहाँ सुन आउँछ कि हात्ती आउँछ कि के आउँछ त्यहाँ होइन। यस्तो कुराहरू एक्स्ट्रा मेसिन र टेक्नोलोजीले हामीले गर्नुपर्ने हुन्छ। प्रविधिको जमाना हो। त्यही भएर त्यसलाई पनि हामीले निवेदन लेखेर ज्ञापन पत्र बुझाएर चाहिँ चाइना एडबाट गरेर छ। चाइना एडको टिमहरूलाई पनि हजुरले सम्पर्क गरिदिनु होला भनेर फरेन अफेयर्सलाई समेत हामीले पत्र काटेर ज्ञापन पत्र बुझाएर त्यसको लागि काम अगाडि बढाएको छ है। त्यही भएर हामीले काम गर्ने तरिका भनेको नीति नियम र विधान नेपालको संविधान अनुसारमा हामीले गर्छौँ। पहिला 6 महिना तपाईँको भ्रष्टाचारको खिलाफ यो हाम्रो बिपी कोरा हस्पिटलमा धरानमा तपाईँको 7-8 महिना हामीले आन्दोलन गरेका थियौँ। नीति नियम कानुन टेकेरै गरेका थियौँ हामीले। अहिले पनि त्यही गरे हो। मलाई थाहा छ नि यो कसरी तपाईँहरूको यो मेरो विचारमा पहिला नै तपाईँको त्यो मेरो त्यो भिडियोहरू हुन्छ नि सुरुमा आएको तपाईँको भिडियो देख्नु भएको छ नि तपाईँहरूले। फर्स्टमा तपाईँको यो जेन्जी आन्दोलन हुने बित्तिकै मैले एउटा त्यतिखेर भनेको थिएँ तपाईँको धेरै कुराहरू भनेको थिएँ। कतिजनालाई म तपाईँलाई इन्फर्म गरेँ त्यो दिन के भएको थियो थाहा छ हजुरलाई? म 7 दिन सुतेको थिइनँ। देशमा के होला कसो होला त्यत्रोजना भाइ बहिनीहरू बितेका छन्। ममा तपाईँको मानवता नभने म आँसु झार्दिन थियो होला क्या। ममा मानवता छ। मेरो दाजुभाइले तपाईँलाई के परोस् त? म पहिलो मान्छे हुन्छु तपाईँ कहाँ कुदेर आउनु त्यो मलमपट्टि लाउनलाई। म तपाईँको स्टाइलको व्यक्ति हो। तर आफ्नै भाइ बहिनीहरू तपाईँको सडकमा रगत बगाइरहेको अवस्थामा म त्यहाँ हाँसेर बसेर भाषण दिने अवस्थामा थिइनँ। म 7 दिनसम्म तपाईँको सिटामल खाएर बाँचेको थिएँ। न त खाना खाने न त पानी राम्रोसित खाएको थिएँ न त के खाएको थिएँ मैले। त्यतिखेर देशमा के होला प्रधानमन्त्रीको आउला डर। आँखा झिमिक गर्ने बित्तिकै तपाईँको प्रधानमन्त्री गायब होला डर होइन। अब सत्ता र शक्तिका लागि जे पनि गर्न सक्छ पुरानो दलले भनेपछि अहिले पनि जे पनि गर्न सक्ला भने डर। यत्रो युवाहरूले बलिदान गर्नु भएको छ त्यसको लागि तपाईँको अहिले ट्रोल बनाउँदै बसिरहेको छ मान्छेहरू। त्यो स्टेजमा बस्नु होला। त्यो दिन सम्झिनु होला। तपाईँहरूलाई म सम्पूर्ण आग्रह गर्न चाहन्छु। कतिजनाले भिडियो पनि खिच्नु भएको छ होला। अब यो पनि भाइरल हुन्छ मलाई थाहा छ होइन। तर त्यो दिन याद गर्नु त तपाईँको आफ्नो दाजुभाइ त्यसरी बित्यो भने तपाईँको आँखाबाट आँसु आउँदैन र? आउँछ त होइन होइन। अनि त्यसलाई अब एकछिन पक्नुहोस् है आँसु आयो अरे। म साँच्चीकै रुएको आफ्नो देशको लागि रुएको आफ्नो आमा बुवा दिदी बहिनीहरूको आफ्नो उहाँहरूले छोरा गुमाएको लागि रुएको हो। म रुएको रुन्छु अझै। आफ्नो आमा देशले दुःख पाएन म रुन्छु। मेरो देशको लागि रुएको कुनै भ्रष्टाचारलाई जोगाउनलाई रुएको होइन। त्यही भएर म सानसँग मेरो नेपाल आमाको लागि आँसु बगाएको 2 थोपा भने आँसु बगाएँ। म त्यो भ्रष्टाचारी जस्तो मान्छेहरू होइन जसले चाहिँ आफ्नो नेपाल आमालाई माया नगर्ने हाँसी 2टा टुक्का हानेर देश लुट्ने मान्छेहरू हामी पर्दैनौँ। हामी त्यसमा पर्दैनौँ है। त्यही भएर त्यो दिन पनि म हजुरलाई स्मरण गराउन चाहन्छु। यो जित मेरो विचारमा त्यो युवाहरूको बलिदानलाई हामीले स्मरण गर्नै पर्छ सम्झिनै पर्छ। जेन्जी भाइ बहिनीहरूको आन्दोलन सम्झिनै पर्छ। तपाईँहरूले गरेको योगदान पनि सम्झिनै पर्छ। र हामी सबै नेपालीहरूले एउटा आशा बोकेर गरेको त्यो मतलाई पनि हामीले विश्वास गरेर अब नयाँ नेपाल बन्छ भन्ने एउटा आशा पनि गर्नै पर्छ होइन। अब एउटा ट्रेडिसन हिसाबले चाहिँ हामीले अब रेस्पेक्ट गरेको होइन। हाम्रो एउटा संस्कार भनौँ न आफूभन्दा ठुलोलाई आदर गर्नुपर्छ भन्ने हिसाबले त्यो मनबाट आउने चिजलाई हामीले बुझ्नुपर्छ जस्तो लाग्छ मलाई पहिलो कुरा चाहिँ है। अर्को कुरा मलाई खासमा यो कार्यक्रम एकदमै मलाई आउनै मन थियो। मैले खासमा यो कार्यक्रम आफैले गर्नु पर्ला भनेर मैले सोची पनि रहेको थिएँ। किन भन्दाखेरि त्यतिखेर मेरो चुनावी अभियानमा धेरैजनाले तपाईँको निस्वार्थ हिसाबले तपाईँको धुलो खाँदै होइन खट्नु भएको धेरैजना साथीभाइहरू हुनुहुन्छ जसलाई म सम्झिन चाहन्थेँ, जसलाई म भेट्न चाहन्थेँ। एकैचोटि भेट होला कि नहोला डर पनि त्यहाँ होइन। अब फेरि आफ्ना साथीभाइलाई बिर्सिने मान्छेले त आफ्नो क्षेत्र पनि बिर्सिला भन्ने अर्को डर पनि हुन्छ होइन। त्यही भएर मेरो दुःखको घडीमा जतिजनाले साथ दिनुभएको छ भनौँ हाम्रो दुःखको घडीमा जतिजना साथ दिनुभएको छ हजुरहरूलाई हामीले भुल्नेवाला छैनौँ। विशेष गरी म त झन् कहिले पनि बिर्सिँदिनँ। म कहिले पनि तपाईँको यो जति माथि टुप्पामा पुगे नि आफ्नो खुट्टा चाहिँ भुइँमै हुन्छ भन्ने एउटा व्यक्ति हो। मेरो संस्कारले मलाई त्यही नै सिकाएको छ। म आफ्नो जरा बिर्सिदिनँ भनेर तपाईँको गोर्खा क्षेत्र नम्बर 1बाटै लड्नु गएको। अब त्यो क्षेत्रमा जाँदै गर्दा तपाईँहरू सबैजनालाई धेरैजनालाई हाम्रो साथीभाइलाई थाहा छँदैछ जाँदाखेरि त कोट प्यान्ट लाएर आउँथ्यो सेतै कालो हुन्थ्यो घर फर्किँदाखेरि सेतो हुन्थ्यो। आफ्नो घरमा परिवारले नचिन्ला भने अर्को डर। त्यस्तो बिजोग छ हाम्रो गोर्खा क्षेत्र नम्बर 1 है। अब कति बिजोग छ भन्दै गर्दाखेरि हामी त अन्तिममा छ हाम्रो मतगणना। कति बिगड्छ होला होइन। यो तपाईँहरूले गरेको कति दुःख पाउनु भएको छ होला। त्यही भएर आज यो जित मेरो विचारमा मलाई भन्दा नि यो तपाईँहरूको जित भनेर म हजुरहरूलाई सम्मान गर्न चाहन्छु। धेरै धेरै धन्यवाद हजुरहरूलाई। यो तपाईँहरूको जित हो।
यो मेरो जित भन्दाखेरि नि म त एउटा तपाईँको माध्यम मात्र, एउटा तपाईँको एउटा ब्रिज मात्रै हो। र यो ब्रिज मेरो विचारमा तपाईँहरूले आशा भरोसा आशीर्वाद दिएर तपाईँले पठाउनु भएको एउटा नवयुवालाई तपाईँले माननीय भन्दाखेरि नि भाइ भनेर सम्बोधन गर्नुहुन्न। म हजुरहरू सम्पूर्णमा आग्रह गर्न चाहन्छु। म आफ्नो धरातल बिर्सिने मान्छे होइन। अस्ति पनि म तपाईँहरूको भाइ नै थिएँ, अस्ति पनि तपाईँहरूको छोरा नाति नै थिएँ, अहिले पनि म तपाईँको छोरा नाति नै हुनेवाला छु। कुनै दिन मैले तपाईँलाई भनेको थिएँ त्यो भाषण गरिरहेको समयमा त्यो गाउँघरमा जाँदै गर्दाखेरि भोट माग्दै गर्दाखेरि मलाई यो जति तपाईँले नजिक राख्नुभयो त्यति तपाईँले आफ्नो समस्या सुनाउन सजिलो हुन्छ भनेर मैले तपाईँलाई भनेको थिएँ। र म आफ्नो बोली पुर्याउने मान्छे हो। म आफ्नो बोली हरेक बोली मैले जे शब्द चयन गरेको छु त्यो मेरो अन्तिम शब्द हुनेवाला छ। म मरुन्जेलसम्म म त्यही बोल्नेवाला छु। म त्यसमा डगमगाउनेवाला छुइनँ। पहिला मैले जे बोलेको थिएँ तपाईँलाई भनेको थिएँ, भाइ छोरा चेला भनेर मलाई सम्बोधन गरिदिनु। मलाई अझै पनि म तपाईँलाई यही ठाउँबाट भन्न चाहन्छु कि र त्यो सदनबाट नि म हेर्नुहोस् एक दिन भन्छु हजुरलाई, मलाई भाइ छोरा चेला भतिजा भनेर मलाई बोल्नु होला। त्यो भएपछि तपाईँहरूको आशीर्वाद, तपाईँले दिने सुझाव, आफ्नो मान्छे जस्तो गरेर तपाईँले मलाई अगाडि बढाउनुहुन्छ। म अघि बढ्न चाहने मान्छे हो। म तपाईँको भनिहालेँ म हजुरलाई, म हार खाने मान्छेमा चाहिँ म पर्दिनँ। यो अहिलेसम्म तपाईँले देखिन सक्नु भएको छ। मैले जसरी अहिलेसम्म यहाँसम्म अगाडि बढेँ तपाईँहरूको आशीर्वाद साथ सहयोगले, कतिजनाको सुझावले अगाडि बढेँ, कतिजनाको नकारात्मक तपाईँको सजेसन्सले अगाडि बढेँ, कतिजनाको गालीले अगाडि बढेँ, ओहो गाली गर्ला कि भनेर अगाडि बढ्नुपर्छ भनेर गरेँ, कतिजनाले भाइ बहिनीको आँखाको आशा, उहाँहरूको भरोसा, उहाँको सपना देखेर अगाडि बढेँ, कतिजना आमाहरूको आँसु पुस्नका लागि अगाडि बढेँ। अहिले त म आफ्नो देशको आँसु पुस्नलाई र हाम्रो सम्पूर्ण नेपालीको सपना साकार पार्नलाई म अगाडि बढेको छु। त्यही भएर तपाईँहरूले मलाई अझै पनि म भन्न चाहन्छु, म तपाईँको अझै नै भाइ नै हो, छोरा नै हो, दाइ नै हो, साथी नै हो है। अर्को कुरा, सबैजनालाई धेरै धेरै धन्यवाद है। मेरो चुनावी कमान्डर यहीँ हुनुहुन्छ, दाइहरू यहीँ हुनुहुन्छ है। यो औपचारिक भन्दाखेरि नै मलाई तपाईँको यो सम्बोधन र यो धन्यवाद चाहिँ अनौपचारिक दिनुपर्छ जस्तो लाग्छ, किनभने आफ्नो दाजुभाइहरूलाई बिर्सिनु हुँदैन जस्तो लाग्छ। हाम्रो यहाँ रामचन्द्र दाई भयो होइन, यतापट्टि हाम्रो नवराज दाईहरू भयो, धेरैजनाको नाम बिर्सिला मैले, नरिसाउनु होला। म जे बोल्छु मनबाट बोल्छु है, यो तपाईँहरू ढुक्क हुनुहोस्। कतिजनाले तपाईँले देख्नु भइरहेछ अहिले तपाईँको यो भाइ छोरा चेलाले चाहिँ अब म मेरो स्यालेरी बाँड्छु भनेर भनेको थिएँ कि मैले होइन। मैले मेरो स्यालेरी बाँड्छु भनेर भन्दाखेरि तपाईँको धेरैजनालाई चाहिँ एकदमै छटपट्टि भएछ कि होइन, धेरैजना छटपट्टि भएछ। हाम्रो भाइ बहिनीहरू तपाईँको कतिजना असक्षम छन्, उहाँहरूलाई म मेरो पारिश्रमिक म दिन्छु भन्दाखेरि समस्या के छ त? यो त मैले पहिला 10 वर्षदेखि गरिआएको चिज हो होइन। अझै पनि म बाँड्छु, म सक्षम छु भनेर मैले भनिरहेको छु। सक्षम केमा छ, पैसाको सोर्स कहाँ छ, के छ भनेर ए बाबा अहिले त राज्यले मलाई पालेको छैन नि त। म सक्षम छु होइन, मैले कमाइरहेको छु, मेरो घर परिवार पालिरहेको छु भने म सक्षम छु होला नि त। अझै पनि राज्यले त मलाई पालेको होइन। मैले आफूले मेहनत गरेर, आफूले दुःख गरेर विदेश जान्न, आफ्नो देशमा केही गर्छु भनेर बसेको युवा हो। म सक्षम छु, म अझै पनि छु र अझै नै मलाई राज्यको कुनै सुविधा मलाई चाहिँदैन, मलाई यो स्यालेरीहरू चाहिँदैन। म स्यालेरीहरू मेरो भाइ बहिनीहरू जो पीडित छन्, जसको रगत र बलिदानले गर्दा आज हामी यो ठाउँमा उभिएछौँ, त्यसलाई बिर्सिनु हुँदैन भन्ने हिसाबले मैले त्यो गर्नु खोजेको। अर्को कुरा म हजुरलाई भनिहालेँ, तपाईँहरूले मलाई पठाइरहेको कारण चाहिँ सुदन गुरुङ एकदम एक्सन ओरिएन्टेड छ भनेर मलाई पठाउनु भएको हो कि होइन भन्नुहोस्। धेरैजनाले भोट हाल्नु भएको हाम्रो भाइलाई चाहिँ त्यति भाषण चाहिँ अगर्नु आउँदैन, तर काम चाहिँ गर्नु आउँछ है भनेर पठाउनु भएको होइन। पठाउनु त भयो, मैले धेरैजनालाई धन्यवाद पनि भन्नु पाइनँ। ओहो मलाई भोट दिएछ, मलाई मार्लै के काम गर्नुपर्छ भने भोलिदेखि काम सुरु भएको थियो मेरो है। म त्यहाँ आउने बित्तिकै भोलिपल्टदेखि मन्त्रालय आउनु थालेँ। हाम्रो दरौँदी खानेपानी लिफ्टिङ तपाईँहरूलाई थाहा छ, मैले त्यो हाम्रो बाचा पत्रमा पनि राखेको थिएँ। बाचा त पुऱ्याउनु पर्यो, पछिपल्ट 5 वर्षमा त फेरि गाली खानु छैन मलाई। यो बाचा नम्बर 2 को खै बुधा भनेर भन्नु, गाली खानु मन छैन मलाई त। आफूले बोलेको कुरा त पढाउनु पर्यो। त्यो हिसाबमा दरौँदी खानेपानी लिफ्टिङ र यो पृथ्वीनारायण शाह तपाईँको हाम्रो खानेपानी एउटा सानो यो आयोजना छ, त्यसको लागि एउटा समिति, छानबिन समिति गठन गरिसक्यौँ। यसको लागि तपाईँले ताली बजाउनु होला अब चाहिँ है। छानबिन समिति किन चाहिन्छ र कसरी चाहिन्छ भन्दाखेरि खाने पानीमा यो त भएन नि त होइन। त्यही भएर तपाईँको यो खानेपानी चाहिँ तपाईँको मैले तपाईँको सुनेको त्यहाँ खानेपानी चल्नु थाल्यो, खानेपानी आउनु थाल्यो भनेर सुनिरहेको छु मैले। छानबिन समिति गठन हुनु पाएको छैन, न्युज आएको रहेछ त्यहाँ पानी आउनु थाल्यो अरे। कस्तो अचम्मको देश है। अर्को कुरा म हजुरलाई भनिहालौँ,
हाम्रो मोबाइल टावरको समस्या धेरै गोर्खा क्षेत्र नम्बर 1 मा छ। कति ठाउँमा तपाईको हेलो भन्नु नि पाउनु हुँदैन, कतिजना पढ्नु पाउनु हुँदैन। यो सुविधा पनि हाम्रोमा छैन। कतिजनाले भन्नु त्यो डाँडामा लगेर दाइ फोन अन गर्नुस् त अब टावर लाग्छ लाग्दैन भनेर समेत भन्नुभयो मलाई है। त्यही भएको हिसाबले तपाईँले अस्ति देखिहाल्नुभयो न्युज च्यानलहरूमा नै आएर रहेछ। मैले खिच्नु त लाएको थिइनँ होइन, मलाई त्यस्तो मन पनि पर्दैन, कति कुराहरू गरेको छु खिच्नु लाएको छुइनँ। तर यो चाहिँ भाइहरूले यताउति गरेर खिची पठाएर रहेछ, तपाईँले देख्न सक्नुहुन्छ। त्यसमा अहिले हाम्रो टावरको लागि नै हामीले कामहरू अगाडि बढाएको अहिले अवस्था छ। त्यसको लागि निवेदनहरू हामीले सबै दिइसक्यौँ है। अर्को कुरा, व्यापक रूपमा तपाईँको भ्रष्टाचार भएको हाम्रो नेपाल एयरलाइन्समा छोड्नु त हुन्न हजुर। हेर्नुहोस्, तपाईँले भोट दिनुभएको छ, मैले आफ्नो कर्तव्य त निर्वाह गर्नै छ। व्हाइट बडी काण्डको लागि तपाईँको छानबिन समिति गठन भएर हिजोदेखि तपाईँको छानबिन समितिले काम गर्नु थाल्यो है भनेर मलाई फोन आइछ। आज तपाईँको दिन आजदेखि तपाईँको त्यो भोलिदेखि तपाईँको त्यो काम पनि सुरु हुँदैछ। हिजोदेखि समिति गठन भएको छ। र अब भन्नुको लागि साथीभाइहरूले धेरैजनाले भन्नुलाई कि ए सुदन गुरुङलाई त गोर्खाले मात्रै जिताएको हो कि क्या हो, बाँकी त आफ्नो देशै होइन जस्तो गर्ला भनेर। होइन, त्यस्तो भ्रममा नपर्नु होला। अस्ति तातामानी बोर्डर पनि पुग्यो। तातामानी बोर्डरमा पुगेर पनि त्यहाँको अवस्था हेरियो। त्यो मेरो मनमा पहिलादेखि खड्केको ठाउँ जहाँ कि तपाईँको चीनको भागमा चाहिँ तपाईँको ठुल्ठुलो बिल्डिङ छ उहाँहरूको बोर्डरमा। हाम्रो भागमा चाहिँ एउटा त्यो पुरानो पिल्लर, यो तपाईँको ल्याएको पिल्लर छ, त्यसमा एउटा नेपालको झन्डै तल्लङ्ग झुन्डाएको छ कि। अनि त्यो छाप्रोहरू छ त्यहाँ। यसको विषयमा तपाईँको समग्र रूपमा त्यहाँ कसरी हाम्रो त्यो पोर्ट त हाम्रो सान हो नि त, हाम्रो बोर्डर भनेको त हाम्रो इज्जत हो नि त तपाईँको त होइन, नेपालीको सान हो नि त। त्यहाँ गर्दै गर्दाखेरि तपाईँको त्यहाँ कति हामीसँग सरकारी जग्गा छ, त्यहाँ त्यो हाम्रो अनुगमन गर्ने ठाउँमा हामीले कसरी अझ सिस्टमेटिक वेमा गर्न सकिन्छ भन्दै हिसाबमा तपाईँको त्यहाँ जग्गाहरू कति छ भने मैले त्यहाँको इमिग्रेसन अफिसरलाई नै बुझेर त्यसको पनि टिप्पणी उठाएको छु। त्यो लगतै तपाईँको के बुझ्यो भने त्यहाँको एक्सरे मेसिन बिग्रिया रहेछ। एक्सरे मेसिन बिग्रेको तपाईँको लगभग 3 महिना अहिलेसम्म काम भएको छैन है। त्यसपछि हामीले तुरुन्तै त्यसको लागि पनि सम्बन्धित निकायमा फोन गरेर हजुर म भोलि पत्र लिएर किन फेरि के भन्नु सक्नुहुन्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ सुदन गुरुङ एकदम आवेशमा आउँछ, जोसमा आउँछ, गएर भनिदिइहाल्छ, गरिदिइहाल्छ। नीति नियम कानुन हामीले पहिलादेखि पढाएको छौँ, गरे पनि हो। यो अहिलेसम्म खै कस्तो खालको भाष्य निर्माण गरेछ, सुदन गुरुङलाई चाहिँ केही पनि थाहा छैन बिचरा भनेर जस्तो गर्नुहुन्छ होइन। यो पहिला 10 वर्षदेखि गरिरहेको हाम्रो भ्रष्टाचारको विरुद्ध हामी लडिरहेको युवाहरू हो। त्यही भएर त्यसको लागि नीति नियम कानुन अनुसारमा हामी तपाईँलाई पत्र दिनु, ज्ञापन पत्र दिनु आउँछु, त्यही अनुसारमा हजुरले काम अगाडि बढाउनु होला भनेर हामीले पत्र पनि छोडिभ्याइन् है। त्यो सँगसँगै त्यहाँ पहिरो पनि आएर छ। त्यो पहिरोको बारेमा उहाँहरूले भन्नुभयो। त्यो पहिरोको लागि नै हामीले सम्बन्धित निकायमा गएर हामीले काम गऱ्यौँ। त्यसपछि अर्को फेरि तपाईँको के भन्नुभयो भने हाम्रो ठुलो भन्सार विभागमा छ नि, हजुरलाई थाहा छैन होला, यो तातापानी नाकामा ठुलो एक्सरे मेसिन हुन्छ, गाडीहरू एक्सरे गर्ने मेसिन हुन्छ क्या, त्यो पनि बिग्रेछ अरे। अनि कति महिना भयो भनेर भन्दाखेरि यो पनि 6 महिना भयो अरे। हेर्नुहोस् है, अब यस्तो नाकाहरू हाम्रो कति छन् होला जहाँ कि तपाईँको पल्टाइ हेर्नुपर्ने होला। त्यो त ठुलो सामान त पल्टाउन सकिन्छ। मेरो विचारमा अहिले तपाईँहरू आउनु भयो भने यही पल्टाउन सक्नुहुँदैन। त्यो अब त्यहाँ सुन आउँछ कि हात्ती आउँछ कि के आउँछ त्यहाँ होइन। यस्तो कुराहरू एक्सरे मेसिन र टेक्नोलोजीले हामीले गर्नुपर्ने हुन्छ। प्रविधिको जमाना हो। त्यही भएर त्यसलाई पनि हामीले निवेदन लेखेर ज्ञापन पत्र बुझाएर चाहिँ चाइना एडबाट गरेर छ। चाइना एडको टिमहरूलाई पनि हजुरले सम्पर्क गरिदिनु होला भनेर फरेन अफेयर्सलाई समेत हामीले पत्र काटेर ज्ञापन पत्र बुझाएर त्यसको लागि काम अगाडि बढाएको छ है। त्यही भएर हामीले काम गर्ने तरिका भनेको नीति नियम र विधान नेपालको संविधान अनुसारमा हामीले गर्छौँ। पहिला 6 महिना तपाईँको भ्रष्टाचारको खिलाफ यो हाम्रो बिपी कोरा हस्पिटलमा धरानमा तपाईँको 7-8 महिना हामीले आन्दोलन गरेका थियौँ। नीति नियम कानुन टेकेरै गरेका थियौँ हामीले। अहिले पनि त्यही गरे हो। मलाई